हेलो टाइट टाइट हो कि भएन झर्छ होला फेरि फोन सवारी मेरो तिमीलाई यहाँ खाजा खाएको म चाहिँ अब चल्न लाग्यो होइन धरनपुङलाई यो जङ्गलबाट आएको दाइहरू नि सँगै जाने झरनै रहेछ बिस्तारै जाउँ भन्ने अब आधी घन्टा 2 घन्टामा पुगिन्छ भन्ने कुरा हेरौँ मेरो फोन नझरोस् त्यही हो म बिस्तारै कुदाउने ट्राई गर्छु मेरो फोन झर्नु भएन चलौँ है त अब हात डढेर यस्तो कालो भइसक्यो जाउँ निस्कौँ जङ्गलको बाटो आएको यस्तो चत्रको बाटो आएको छु यस्तो खतरा छ बाटो फेरि पिच त पिच रह्यो चिल्लै लास्ट घुम्टो छ क्या घुम्टे टर्निङ त यस्तो खतरा खतरा छ नि के भन्नु डर लाग्छ हौ टर्निङ देखेर फेरि म फर्स्ट टाइम आएको मान्छे होइन यस्तो थाहा छैन नि त मलाई यस्तो बारेमा अलिक फेरि बाइक नि धर करा खाएर आज त होइन बोटातिर क्या इन्जिन भरि रटिएर होइन लास्ट टाटेर इन्जिन नि त्यहाँ अघि भर्खर बसेकोमा 1 घन्टा बस्यो होइन त्यहाँ अनि म चाहिँ अन्त मोटो भ्लग मेरो मोटो भ्लग भन्नु कि अब मोबाइल भ्लग भन्नु के भन्नु अब देशा त्यही हो है गाइस ए साथीहरू चिनमा सुतिरहन् त्यतिको हुनुपर्छ सबै यो बाटो चाहिँ जस्तो बाइकरै हिँड्दो रहेछ होइन गाडी खासै हिँड्ने छैन त्यसै नयाँ बाटो हो अहिले खुलिरहेको सानो जाने बाटो यहीँबाट जान्छ चत्रदेखि आउने हो एकदम राम्रो लाग्यो मलाई चाहिँ होइन बाटो राम्रो छ एकदम अर्को उताको बाटो भन्दा त उता कति राम्रो नि अलिकति टर्निङ चाहिँ छ धेरै होइन टर्निङहरू चाहिँ धेरै छ नत्र त यो बाटो त चिल्लै छ नि यस्तो मजा त्यो अलिकति त्यो बाइक रेस गर्ने हुन्छ नि टर्निङ हर्नेर हुन्छ उनीहरूलाई चाहिँ बेस्ट हुन्छ यो बाटो मैले भन्छु होइन तर त्यस्तो नहिकाउनु होला किनकि लास्ट धेरै टर्निङ कोही कोहीमा छ यस्तो मोडो नसन टर्निङहरू छ कोही कोहीमा यस्तो छ कि अब यहाँ मोड्यो तल्लोपट्टि ठ्याक्कै छ कि अब यस्तोमा त्यो स्पिडमा मोड्नै सकिँदैन यहाँ मोड्यो नि तल गइहाल्छ क्या तल्लोमा मोड्नै सकिँदैन त्यो गयो चाहिँ फाइनली म धरान धेरै पछि आएँ पहिला चाहिँ गाडीमै आउँथेँ यो पल्ट चाहिँ बाइकमा आएको छु मेरो बाइक यही हो हेर्न सक्नुहुन्छ होइन तेल लास्टै खाएर छ यसले म ढोटी नै रोपी बनाइसकेँ यसले तेल खाएर होइन तर गाह्रो छ पाल्नुलाई सर्भिसिङ भन्दा मलाई तेलै महँगो लाग्छ यार सुताएर सर्भिसिङ त बरु सस्तैमा हुन्छ यार कति लगभग म त 2500मा सर्भिसिङ भएको थियो है यसको यो बाइककोमा चाहिँ 2500मै दिएको थियो सर्भिसिङ त्यो पछि थर्ड सर्भिसिङमा नि त्यतिकै आएको थियो अनि यस्तो हुन्छ क्या त्यही भएर थर्ड सर्भिसिङ अनि यो चाहिँ मेरो अब यसपछि फेरि यो अहिले 9,000 पुग्न लाग्यो 10,000मा फेरि गर्ने 10,000मा चाहिँ मेरो फोर्थ सर्भिसिङ हुन्छ फोर्थ सर्भिसिङमा चाहिँ अलिक महँगो लाग्छ भन्ने कुरा गरेको नि के अरे हेरौँ उसहरू फेर्नुपर्छ अरे क्या के अरे त्यो उसहरू चेनहरू फेर्नुपर्छ कि के भन्ने कुरा गरेको थियो अनि ओयर फिल्टर अनि अर्को एयर फिल्टर चेन्ज गर्नुपर्छ दुइटै भन्ने कुरा गरेको थियो अब हेरौँ म चाहिँ धरान गएर आउँदासम्म ठ्याक्कै 10,000 पुग्ला जस्तो छ के अरे यो मेरो हेरौँ धरान गएर आउँदासम्म 10,000 पुग्ला जस्तो छ अनि आएपछि सर्भिसिङ गर्नुपर्छ अनि ढ्याक्कै बाइक बस्छ त्यसपछि चाहिँ कति वर्ष बस्छ यत्तिकै म नि खासै चलाउँदिनँ पोखरा हुँदाखेरि अनि लङ बाटो कहिले कहिले हिँड्छु त्यही क्लच नै आउने मात्र पोखरामा त्यही गाइज यो बाइकको बारेमा भन्दा चाहिँ होइन मेन अब यो बाइकको बारेमा भिडियो बनाऊँ होइन यो चाहिँ 100-350 है मैले लिएको चाहिँ यो कति लगभग 7 मन्थ 8 मन्थ अब 8 मन्थ हुन लाग्छ ल 9 महिना भयो यार यो 9 महिना हुन लाग्यो 9 मन्थ हुन लागिसक्यो अनि यसको के ओनरसिपको बारेमा भन्छु है 9 मन्थ हुन लाग्यो ओनरसिप चाहिँ कस्तो भन्दाखेरि अब म त सिधा कुरा भन्छु फेरि होइन पावर वाइज हेरेर अनि ठिक छ उसहरू ठिक छ एकदम इन्जिन ठिक छ त्यस्तो धोका देखाएन मलाई अहिलेसम्म त्यति लङ बाटो हिँडेर अहिले काठमाडौँ गइसकेँ म 2-3 चोटि त्यो केही भएन त्यस्तो अहिलेसम्म अनि यसको मेन मलाई चाहिँ चिज नबुझेको तेल के लास्टै तेल खाइदिने यार
तपाईँलाई कति दिन्छ कि थाहा छैन, तर मलाई चाहिँ यसले लगभग 25 दिएर होला क्या, 25-30 दिइरहेको क्या, 25-30 दिइरहेको क्या यसले, धेरै देखाएन यो बाइकले। तेल त खतरा खाइरह होइन त्यो। अनि यसको राम्रो फ्युचर भन्दाखेरि चाहिँ के, अब नराम्रो फ्युचर चाहिँ भनौँ, पहिला नराम्रो फ्युचर भनौँ है। पहिला नराम्रो फ्युचर चाहिँ यसको ग्राउन्ड क्लियरेन्स एउटा अलिक सानो छ होइन, ठोकिन्छ अलिकति। त्यस्तो अपलोडिङ जानु भने, स्टिप अपलोडिङ जानु भने चाहिँ ठोकिन्छ मजाले नै, डङडङमै ठोकेर सालै कुचेको छ एकपट्टि होइन अलिकति कुचेको छ। अनि यसको अब अर्को नराम्रो कुरा भन्दाखेरि एउटा ग्राउन्ड क्लियरेन्स हो। अनि एउटा यो सस्पेन्सन पछाडिको ब्याक सस्पेन्सन छ नि, लास्ट स्टिप क्या, चाक दुख्छ यार, खतरा यार। दुईजना बस्यो भने चाहिँ ठिकै लाग्छ, ठिकै हुन्छ, दुईजना बस्यो भने चाहिँ होइन। एकजना मात्र त यस्तो उभिन्छ सस्पेन्सन त के भन्नु यार, खतरा उभिन्छ नि। अनि अर्को नराम्रो कुरा एउटा ओए खतरा के यस्तो यो बबल हालेर ट्रफीहरूले यो देखिरहेको थिएँ साइडमा टिकटकमा यार, यो भिडियो हालिरहेको भिडियो देखिरहेको थिएँ यार मैले। यो राम्रो यार, यो आँखा जान्छ क्या मान्छेहरूको, यस्तो गऱ्यो नि। सरी है, यो अर्कोतिर गयो है, मेन बाइकको बारेमा हेरौँ। यो मैले अब नराम्रो कुरा गर्दाखेरि अब तिनवटा भयो नराम्रो कुरा, ग्राउन्ड क्लियरेन्स अनि माइलेज अनि सस्पेन्सन भयो। नराम्रो कुरा अब त्यति नै होला, यसको खासै त्यस्तो देख्दिनँ होइन। टायर ठिकै छ होइन। अनि राम्रो कुरा गरौँ, पावर बाइक चाहिँ अलिकति यसको थोरै हुन्छ, तपाईँहरूलाई थाहै छ होइन। रोयल इनफिल्डको टिकटक बनाउँदैछ नि यहाँ, रोयल इनफिल्डको अलिक थोरै नै हुन्छ है। उतारन छ कि अब हेर न बाइक पुरा हालेछन् के अरे हाम्रो सरहरूले। राम्रै हो एउटा रोयल इनफिल्डको, अब थाहै छ तपाईँहरूलाई, पावर धेरै हुँदैन, टक धेरै हुन्छ भनेर होइन। लङ अब त्यस्तो पावर भन्दा पनि पावर त छ, स्पिड धेरै हुँदैन क्या यसको। त्यही मैले चाहिँ 125सम्म गएको चाहिँ बाइक चाहिँ मैले चाहिँ 120सम्म चाहिँ हानेको छु होइन यसमा, धेरै चाहिँ हाने होइन। अनि अरू के भन्नु, अरू त अब त्यही हो, यस्तो धारा रहेछ अरे यहाँ। अब अनि अब राम्रो कुराहरूमा है, राम्रो बारेमा एउटा अर्को पनि छ नराम्रो बारे। यसको हेडलाइट जुन छ नि, हेडलाइट पनि नराम्रो छ है अलिकति। तपाईँले नाइट बाटो रङ हिँड्नु भयो भने अलिक गाह्रो बनाउँछ है। हेडलाइटले चाहिँ साथ दिँदैन त्यसरी होइन, खोजेको जस्तो साथ चाहिँ दिँदैन यसले। काम चल्दा ठिक छ, तर यस्तो हुसियारलाई आज जस्तोमा आउँदै थिएँ, लास्टै तल ल्याएर छ क्या। यसो तल लायो भने चाहिँ तपाईँको अलिक गाह्रो बनाउँछ। म लगभग कति हो त्यस्तो खुल्ला ओपन हाइवेमा कतिमा स्पिडमा थियो भने 40 त्यस्तोमा हिँडिरहेको छ ल। लगभग त्यो बाटोमा अरू बेला लगभग 90-80 प्लसको हिँड्ने मान्छे हो कि, हिँड्ने बाटो हो कि त्यो, तर म 40मा हिँडिरहेको थिएँ किनकि लास्टै लगाएर थियो होइन टलो। अनि अगाडिको बाटो केही देखेको थिएन, पुरै उस थियो। अनि अहिले चाहिँ अब दिउँसो भइसक्यो, आज त यहाँ कति 1-2 बज्न लागिसक्यो, 1:30 भइसक्यो। अनि 1:30 भयो, अब बिहान चाहिँ लास्टै टल लाग्छ, आज 1:30 भइसक्यो। चिलमा यो त बाटो एकदम राम्रो छ, यो त यस्तो ठाउँ दामी छ नि यो बाटो, के भन्नु। यस्तो गाडी सर हिँड्दाखेरि होइन यो बाटो फर्स्टै बाटोमा यस्तो मजा लाग्यो क्या मेन त बाटो देखेर क्या मलाई त। चिल्लो बाटो होइन, यस्तो रुखहरू छ हेर त। आमा सुटिङ गर्ने यता आउनुपर्ने के हो यस्तो, खोइ सुटिङ गर्नेहरू मान्छेहरू छैन यार, यता आउनुपर्छ क्या मेन त। यस्तो जङ्गल, त्यो के अरे जङ्गली मुभी बनाउँछ नि, यता हुनुपर्ने के हावा धेरै के त्यो जङ्गली मुभी बनाउनेहरू हुन्छ नि, यता आउनुपर्ने क्या खासमा सुटिङ गर्नलाई। यस्तो खतरा छ यो यताको जङ्गल। हरि स्कुटर घुमेर राखेँ यहाँ, नआयो मलाई राखेको स्कुटर यार। ठिक छ गर्नुपर्छ, यो एउटा उस हो, यो भनेको एउटा राम्रो कुरा हो। त्यो देख्यो भने मान्छेले हो दुर्घटना क्षेत्र रहेछ भन्ने थाहा हुन्छ। अनि आँखा जान्छ क्या, त्यो बोर्डमा लेखेको के भनेर आँखा जान्छ त्यस्तो। अब नहेर हिँड्नेलाई नै हेर्छ क्या, त्यसो गरेर चाहिँ युनिक हो यो चाहिँ, मलाई युनिक लाग्यो है यो कुरा चाहिँ। फर्स्ट टाइम देखेको होला सायद यस्तो बाइक झुन्डाएको, मैले चाहिँ वर्कसपमा त्यस्तोमा झुन्डाएको देखिरहेको थिएँ यस्तो बाइकहरू चाहिँ, तर फर्स्ट टाइम आज रोडमा देखेको त्यो नि ट्रफीवाला झुन्डाएको चाहिँ राम्रो लाग्यो। यताको स्टाइलै फाल्टै छ है, गाउँको बस्ने स्टाइलै फाल्टै छ कि, होइन घरहरू त्यस्तै छ होइन। अझ मैले पछाडिको भिडियो गर्न पाइनँ किनकि पछाडि चाहिँ अब म नि गीत सुन्दै थिएँ होइन, एक्लै छु नि त म बाइकमा। अनि गीत सुन्दै थिएँ, गीत सुन्दाखेरि अलिकति होइन भिडियो गर्न पाएन, दुइटै हुँदैन नि त, एउटै फोन छ मेरो, फोनबाटै गरेको ग्रुपो छैन मेरो होइन। अनि अहिले चाहिँ म कतिमा स्पिडमा छु, त्यही 70-80 स्पिड हिँडेर छु, धेरै स्पिड जाँदिनँ म। अब अघि हिँडेँ धेरै स्पिडमा, अघि त मैले 110-100 त्यस्तो हगाएको, अब जाँदिनँ किनकि अब त पुग्छु पनि थाहा नि त मलाई। अब कतिखेर पुग्छु पनि थाहा, 2 घन्टा 3 घन्टा जतिको आरामले पुग्छु क्या म।
त्यति पुगेपछि आनन्द हानेर हिँडिरहेको छु म चिलमा होइन, आफ्नै गाडी भएपछि होइन। त्यो अनि अब एउटा कुरा, अब राम्रो कुराहरूमा यो बाइकको बारेमा राम्रो कुरा के छ भन्दाखेरि यसले जति भारी भयो नि जस्तो भयो नि लान्छ, यसले तान्छ मजाले, नतान्ने कुरा हुँदैन, सररै जान्छ यो। अनि अर्को राम्रो कुरा चाहिँ एकदमै यसमा ट्रस्ट गर्न सकिन्छ इन्जिनमा कि अहिले धोका चाहिँ दिँदैन हाटाबाट बाटोमा भन्ने। मलाई धोका देखाएको छैन होइन, यस्तो बाटो लङ बाटो हिँडिरहेको छु, त्यही नै एकचोटि धोका देखाएन, त्यस्तो बिग्रिने यस्तो केही भएन अहिलेसम्म। एकचोटि नि चुस बन्द हुने नि भएन कि साथ बन्द हुने नि भएन, त्यही हो। अनि यो किन्दा चाहिँ मैले कति हालेँ भन्ने प्राइस नि भनिदिनु तपाईँहरूलाई होइन। यो चाहिँ मैले त्यो सोरुम प्राइस छ, अब त्यो केही नहालिकन के लेगर नहालिकन पास नगरी यत्तिकै हुन्छ नि बाइकमा, तर चाहिँ यो चाहिँ 480मा आउँदो रहेछ, 480 लगभग त्यस्तै 480सम्म आउँदो रहेछ होइन। त्यसपछि लेग गार्डहरू यसको यस्तोहरू इन्जिन गार्डहरू हाल्दा अनि यताउति गर्दाखेरि चाहिँ लगभग 5 पुग्ने रहेछ, 5 पनि झन्डै भेटेको थिएन मेरो चाहिँ। पास गर्दाखेरि चाहिँ अलिक बढी नै गइसकेको थियो मेरो, 5 अलिक भन्दा 5-10 भनौँ न, अब के भनौँ होइन, टोटली गरेर 5-10 जति गएको थियो होइन बाइक चाहिँ। अनि यो बाइक चाहिँ मलाई एकदम ठिक छ, केही कुरामा राम्रो हुन्छ, केही कुरा नराम्रो नि हुन्छ होइन। यसको चाहिँ नराम्रोको मेन भनेको मलाई त्यो माइलेज छ यसको, लास्ट खान्छ तेल, यसले यस्तो पिउँछ तेल, यस्तो पुगिदिन्छ होइन, लास्टै पिउँछ तेल चाहिँ यसले, अनएक्सपेक्टेड क्या खाइदिने क्या, थाहै हुँदैन कतिखेर सकिन्छ नि तेल भनेर, त्यही हो। अनि अब ठिकै छ यसको, मलाई चाहिँ यसको किराहरू पुरै दिएको थियो होइन, पुरै लिएको छु मैले। अरू छ किराहरू यस्तो ह्यान्डलको किराहरू छ, तिनीहरू चाहिँ उतै मैले घरमै राखेर हिँडेर आउँछु, खासै बोकेर हिँड्दिनँ, किनकि त्यो चाहिँ अब लाउँदिनँ क्या। अलिकति लङ बाटो त लाउनु भन्ने थियो मलाई, तर अब के लङ बाटो ठिकै छ, यति पनि ह्यान्डल ठिकै छ भनेर हालेको छुइनँ। अनि पछाडिको सिट पनि चेन्ज गरेको छु मैले। कुन अब त्यो बाइकको बाटो धेरै भयो, अब इन्जोय गर्नु ल। बाटो यस्तै छ होइन, चिलमा छ बाटो, देख्नुहुँदैछ अगाडि सर है। यो चाहिँ हाम्रो गाउँ जाने बाटो भन्दा नि भयो। नाम्चे पुग्यो, नाम्चेदेखि अब अझै लाग्छ 2-3 घन्टा लाग्छ अगाडि जानु। मेरो अझै टाइम छ जानु, तर चिलमा जान्छु कि म आरामले जान्छु कि, अब म खासै नआटिकन जान्छु कि। अघि चाहिँ अलिकति मलाई थाहा थिएन, अनि अलिक आँटिरहेको थियो क्या, आज ढिलो पुग्छ कि के हो भनेर कुरा कि, अलिकति अब राति हुन्छ कि के पुग्दासम्म होइन, राति हुन्छ कि के भन्ने कुरा थियो। अब उता नि बोलिसकेँ, घरमा नि भनिसकेँ यहाँ पुगिरहेको छु, यतिखेर पुग्छु भनेर। उता खासमा ससुराली हो धरन चाहिँ, गाउँ उतै हो, तर धरन चाहिँ ससुराली हिँडेको अहिले म एक्लै है। ससुराली फेरि एक्लै छु भन्दाखेरि फेरि बुढी चाहिँ मेरो बाहिर छ है, मेरो बुढीले धेरै माया गर्छु, धेरै धेरै मिस गरिरहेको छु होइन। यहाँ एक्लै हिँडिरहेको छु, अब त्यो समस्याले गर्दा हिँडेको, खासै एक्लै हिँड्नु त मन छैन मलाई होइन, समस्या गरेर हिँडिरहेको छु होइन। मेरो बुढी बाहिर छ, बुढी भएको भए सँगै गइन्थ्यो होला होइन। अब कुनै दिन आउँछ त्यो दिन, छिटै आउनेछ होइन, सँगै हिँड्ने। अब धेरै मिस यु भन्न चाहन्छु भिडियो मार्फतै होइन मेरो बुढीलाई। अनि के भन्नु, म त अब अहिले म चाहिँ नेपालमै छु होइन, बुढी विदेश छ, लास्ट घर भइरहेको क्या। मलाई त अब अप्ठ्यारो नि लगाइरहेको एउटा उस नि हुने क्या, अलिकति मान्छेहरू होइन कुरा त्यसै गर्ने कुरा, अब त्यही भएर। तर बुढी चाहिँ त्यस्तो छैन कि मेरो, फेरि लास्टै उस छ क्या, माया गर्छ क्या, त्यस्तो कुरामा पछाडि छैन कि, फेरि त्यस्तो नराम्रो सोध्ने छैन, सोध्दैन कि उसले चाहिँ एकदम, त्यही भएर एकदम बुझ्ने छ मेरो बुढी। त्यो अब बाटो इन्जोय गर्नु होला होइन। यस्तो अहिलेसम्म एकचोटि चेक गराएन, यत्रो बाटो हिँडिसकेँ। पहिला त खतरा चेक हुन्थ्यो यार, लाइसेन्स आउँदाखेरि त दुधो आउँथ्यो डरले यार। अहिले त यत्रो लङ बाटो हिँड्दा नि यार चेक हुँदैन त, के भएको पर चेक थियो, रोकेन र मलाई त, मेरो अगाडि पछाडिको रोकिदियो, मलाई नरोकिएन पठाइदियो, खोइ किन गडक थाहा रहेछ कि लाइसेन्स रहेछ भनेर निकाल्यो भनेर है। एकजना हो R15 V3 हो यो होइन, V4 हो, म त्यो V4 हो यो, R15 V4 हो यो, R15 V4 बबाल बाइक नि एकदम के अरे रेसिङ बाइक हो, बबाल छ नि। यस्तो टर्निङमा त फेरि डर लाग्छ क्या मलाई यो बाइक त। अब एकचोटि मैले भिडियो देखेको थिएँ कि यस्तै सेम हन्टर होइन, 100-350 नै, यसो टर्निङमा घुमाउँदाखेरि यस्तो चिप्लिएर माट ठुकेर यस्तोमा लडेको कि, त्यो देखेर मलाई डर लाग्छ क्या। त्यस्तो मोडे त देखेर मैले त्यो भिडियो देखेर, त्यतिखेर यसरी घुप्काएर मोडे टर्निङ भन्ने डर लाग्छ क्या। लास्टै एक्लै छु, नयाँ मान्छे हुन्छ र चिनेको हुन्छ है, चिप्लियो भने त गयो नि, गयो मागडक्स यार। फ्यामिलीलाई बित्थामा टेन्सन, बुढीलाई टेन्सन भने त
म त नेपालमै हुन्छु, फ्यामिली त नेपालमै हुन्छ, उहाँ आउन सक्छ, बुढी त बाहिर छ यार, नआउन सक्छ न के गर्न सक्छ यार, बिजोग हुन्छ उसको त यार झन्। त्यही म चाहिँ बिस्तारै हिँड्छु होइन, धेरै जस्तै 60 70 स्पिड हो क्या। त्यही हो। साँच्चै मैले चाहिँ माइक चाहिँ जुन छ नि, मैले चाहिँ माइक हिजो किनेको हो, यता आउँदाखेरि फर्स्ट ब्लग बनाउँछु भनेर किनेको। यो चाहिँ के अरे बोयाको 1 भनेको थियो, अनि कति 1200 कति भन्दै थियो, मैले 1000 रुपियाँमा जबरजस्ती लिएर आइदिएँ, दाइको पसल थियो। 1200 त दिन्न भनेर 1000 रुपियाँ लिएर आइदिएको। अनि कस्तो आएर माइक होइन, अलिकति मेरो चाहिँ सेटअप छैन क्या राम्रो, यो माइक नै अब त्यो ठ्याक्कै मुक्कै अहिले राखिरहेको छु, किनकि यो कहाँ भयो क्या मलाई। अब त्यस मेरोमा पुरै उता सिम माउन्ट किनेको थिएँ पहिल्यै, तर माइकहरू राख्ने थाहा छैन क्या अझै नै मलाई, त्यो कसरी सेटअप गर्छ भनेर। त्यहाँ कहाँदेखि राख्दा रहेछ राम्रो भोइस आउँछ, कहाँ राम्रो आउँदैन भन्ने थाहा छैन क्या। ओहो बिस्तारै यस्तोमै लाउड छ क्या, यस्तोमै चिप्लिन्छ क्या धेरै जस्तो बाइकहरू। यो घरहरू हेर्नु न, पुरै पुरानो डिजाइन घरहरू छ यता है, यस्तो आफ्नै गाउँको याद आउँछ क्या, यहाँ यता एकछिन आफ्नै गाउँको याद आउँछ क्या, गाउँमै पुग्छ लाग्छ। धरान अब छिटै पुगिन्छ, 1 घन्टा 2 घन्टामा पुग्छु आरामले। 2 घन्टा 3 घन्टा लाग्यो नि, केही छैन। रोयल इन्फिल्डको लास्टै बुलेटहरू धेरै अब लङ हुँदैन, धेरै बुलेटै रहेछ क्या, धेरै बुलेटै देखिरहेको छ यो बाटोमा, अघि देखाएको छ बुलेटहरू लास्टै धेरै क्या। तर मेरो हन्टर के गर्नु, तर रोयल इन्फिल्डको त रोयल इन्फिल्ड के यो नि छोरा हो। राम्रो छ एकदम यो बाइक नै। अनि एनएसहरू धेरै हिँड्छ यता, 220 हो, 3टा बाइक चाहिँ यहाँ धेरै जस्तो हुन्छ। रोयल त्यो क्लासिक, रोयल इन्फिल्ड क्लासिक, अनि 220 एनएस, 3टा बाइक चाहिँ देख्न पाइन्छ मजाले फोटोमा। धेरै गाउँमा गयो भने चाहिँ मेन भनेको 220 देख्न पाइन्छ। त्यसपछि अलिकति साह्रो इलाकामा चाहिँ यो एनएसहरू, अनि त्यसपछि चाहिँ बल्ल बुलेटहरू। त्यही हो। यो बाटो त लास्टै मन पर्यो यार मलाई, यस्तो बाटो छ नि राम्रो, कसले नदेखेको क्या यस्तो बाटो, यति लामो बाटो होइन, यति लामो बाटो यति चिल्लो क्या, एक ठाउँ बिग्रेको छैन क्या। अब यस्तो चिल्लो छ बाटो, सर्रै हिँड्दा नि हुन्छ क्या। मैले त हात दुखाएन एकचोटि, असिनै काम गर्दाखेरि मैले होइन, यस्तो हात दुख्यो थियो मेरो त्यो अफरोडमा क्या, यस्तो ढिङ, मेरो त लास्ट स्टिप छ नि त यो, अब अरू बस्नु मुसुक छैन क्या यसमा, लास्ट स्टिप छ है। हात त यस्तो दुखिरहेको थियो यार, यस्तो लास्टमा त यस्तो नसकेर म सुत्दै गएको यार त्यो दिन। आज कति घन्टा भयो लगातार चलाएको, मैले बिहान 4 बजी चलाएको, अहिले 1 बजी भने कति बज्यो, यत्रो घन्टा चलाइसकेँ होइन, अझै नै हात दुख्यो होइन, मजा सही सर केही बटाउनै परेन कि, चप्प यता हल्का त्यो बटाइदियो, अनि फुल क्लच छोडिदियो होइन, अनि सर हिँड्यो। बिस्तारै बाटो काट्दै हुनुहुन्छ हाम्रो सर दिदीबहिनीहरू। त्यो बाटो एकदम राम्रो छ होइन, यता एकदम लुक्स राम्रो छ, यता लुक्स नि बबल छ यता, मकै बारी छ होइन, सर चिल्लो है यो मकै बारी, यस्तो राम्रो छ नि ठाउँ, के गर्नु अब। यतै भए त म यतै घर बनाएर बस्दिन्थेँ, पोखराको परियो गाउँ त यतै हो, त्यही नै पोखरा बस्ने थालेपछि अब यता धेरै टाढा नै हुन्छ। त्यही हो, कतै गर्नु पऱ्यो गाडीलाई चाहिँ, आरामले गर्छु म, टेन्सन नगरिकन आरामले हिँड्छु म, आरामले हिँड्छु। अगाडिको गाडीवालाले हिँडेकै रहेछ क्या मलाई, झालदेखि निक्लियो, यसले भोट के गरेछ भनेर होला कि, हेरेछ अघिदेखि गाडीवालाले। सर है म अरूको लाइनमा हिँडेर छु, किनकि यो बाटो एकदम खुल्ला छ क्या, यो त अहिले त गाडी धेरै देखेको, उता झन् उता पर अब रिटर्न हेरेर देखाउँछु तपाईँलाई होइन। 1-2 घन्टा नन स्टप बाटो होइन, एक्लै हिँडेको क्या म, एक्लै यस्तो ठुलो रोड होइन, एक्लै हिँडेको क्या 1-2 घन्टाको बाटो। कस्तो लाग्छ म आफै डर लाग्यो क्या मलाई, अब 1-2 घन्टा होइन भइसक्यो, एउटा मान्छे देखेँ न घर भेटेँ न त बाइक गाडी पनि देखेँ है, यस्तो डर लागिसकेको थियो। पछि आएर यता रहेछ गाउँहरू, अनि त्यतादेखि चाहिँ अलि अर्को बाटो भेट्यो, तलबाट आउने बाटो जोडियो, त्यसपछि काउन्टदेखि आउने बाटो जोडियो, त्यसपछि चाहिँ गाडीहरू यस्तै गाडीहरू भेट्न थाल्यो, यिनीहरू सबै काउन्टदेखि आएको गाडीहरू थियो यिनीहरू। त्यही अनि त्यसपछि चाहिँ त्यसपछि आनन्द लाग्यो, गाडीबाट चाहिँ ठिकै छ अब मान्छेहरू हुँदो रहेछ भन्ने कुरा भयो। अनि चिलमा हिँड्दै त्यसपछि त अनि 1 घन्टा त म त अनि साह्रै तल जस्तो भइसकेको थियो नि, अनि मान्छे नि भेटिँदैन, के भयो भने बाइकै बिग्रियो भने नि, ल कहाँ जानु, कसलाई बोलाउनु, म टावरै टिपेको थिइनँ त्यहाँ त। अनि त्यहाँ आएर अघि बुढीसँग बोलेँ, त्यहाँ चाहिँ बल्ल टिप्दो रहेछ, यता टावर जस्तो रहेछ, त्यहाँ ठाउँ ठुलो पाहाड रहेछ, त्यहाँ चाहिँ टावर टिप्दो रहेछ र बुढीसँगमा। अनि अहिले चाहिँ हिँड्नुपर्ने अवस्था, किनकि अब म बिस्तारै हिँड्नुपर्ने अवस्था, त रोक्नु लाग्यो हाम्रो गुरुजीले।
यता नि बाटो कता कता होला मलाई थाहा छैन फेरि यताको बाटो नि एउटा राम्रो कुरा चाहिँ यसमा चाहिँ यो चार्जिङ दिएको छ जुन अरूमा देखाएन कुनै कुनैमा देखाए नयाँमा चाहिँ देखाएको सबैमै यसमा चाहिँ चार्जिङ दिएको छ यसमा चाहिँ मेरो इयरफोन चर्च गरिरहेको छु मेरो सकिँदैन त गीत सुन्दै आएको चाहिँ एकपाटी हालेर होइन एक्लै थिएँ नि त अनि डर लाग्छ अनि गीत सुनेर आउँदै थिएँ चार्ज सकेर चार्ज हालेर चाहिँ इयरफोन अनि यो के हो यार यो घिम्लिङ झुन्डिरहेको त यहाँमा के हो त्यो बडी स्टेज कता सिधै होला नि सिधै हो यता त होइन 100% होइन यता त उसो गयो जस्तो लाग्यो अब चाहिँ सरी लगाइसक्यो अब चाहिँ खासै राम्रो सिन छैन होइन सरी मैले खिच्न पाइनँ पछाडि राम्रो राम्रो सिनहरू पछाडि यस्तो राम्रो ठाउँहरू थियो नि के गर्नु खिच्न पाइएन होइन अब त्यही नि अब मरिरहँ गरेर चाहिँ अवश्य खिच्छु होइन फेरि खिच्ने छु म त्यही हो यो घिर्लिङ त कहाँ देख्यो जस्तो लाग्यो यार मलाई मैले कहाँ देखेँ यसलाई त अस्ति पहिला देखेर उताल्लोको बाटो के माथिबाट बाटो देखेको यो घिर्लिङलाई त मैले यो बाटो त फेरि चत्रको बाटो त मैले हिँडे होइन जस्तो लाग्छ यो बाटो ए दाउनु भयो यार नन्जाउनु यार झर्नु होला फेरि त्यहाँदेखि कस्तो छेउ बसेर सुत्नु भएको त नि अनि बिच उता गएर सुत्नु कि त झऱ्यो भन्दा गयो त त्यहाँदेखि अनि झऱ्यो भने गयो कुसुमे चिरुमा हजुर तिमीलाई पाइन दिउँला मन उतै गयो नि सानो तिमीलाई देखेर इग्नोर है मेरो गीत चाहिँ फेरि यस्तै गाउँछु क्या मिलाउँदै आफै गाइदिन्छु कि त्यही भएर है इग्नोर है मेरो गीत चाहिँ त्यस्तो राम्रो छैन ला 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 ब्रिज आयो फेरि ब्रिजबाट तार्नु चाहिँ हारी मजा लाग्छ मलाई होइन यताउति देखिन्छ नि त पुरै ब्रिजमा आउँछ हारी मजा लाग्छ यता पुरै तलतिर देखिन्छ सर है ट्र्याक्टरवाला दाजु म जान्छु अगाडि हेलो हेलो दिदी म जान्छु अगाडि बाटो सिधा मेरो बुढीमा म भयो फिदा खतरा हान्दै क्या यस्तो कुरा बुढीलाई भन्दा रिसाउँछ मेरो बुढी त खतरा भयो त माया धेरै देखाउने नै भन्छ पो त गाह्रो छ बुढी भन्दा यस्तै हुन्छ होइन यस्तै हो गाइस कसैलाई र तपाईँहरूलाई भन्नु होला यो चाहिँ मोबाइलदेखि गर्दा एकदम सस्तो मोबाइल हो 17,000 को फोन हो होइन कुन फोन भन्छु नि भनिदिन्छु मोडल नम्बर नि मोडल त के मोडल चाहिँ त्यो भन्छु नाम चाहिँ हुन्छ होनर B6X हो यो चाहिँ होइन अनि यो चाहिँ 128 6 GB ऱ्याम हो 128 GB चाहिँ स्टोरेज हो एउटा गर्दा छु म चाहिँ अहिले रेकर्डिङ होइन बाटो चाहिँ खतरा छ तर यतादेखि यार फर्स्ट टाइम आएको म बाइकमा नि यो बाटो नि फर्स्ट टाइम आएको म त सायद सिधै जाँदैछु होला घन्टा पनि जाँदैछु म जानु त यहाँदेखि त्यसै लाग्दैछ हेरेर लाग्छ मलाई एकदम म चाहिँ इमर्जेन्सी हिँडेको मान्छे हो कहाँ हो होइन अब इमर्जेन्सी के को हिँड्यो भन्दाखेरि चाहिँ अब म भन्छु होइन अलिक त्यो चाहिँ अब उदाहरण पुगेरै भनौँ ल होइन अहिले चाहिँ छोड्दिउँ त्यस्तो त्यो कुरा होइन अहिले सुन्दैन टाउको दुख्छ के मेरो फेरि कस्तो उस गरेर त नि यो दाइले यार अघिसँगै आएको दाइहरू कस्तो हुर्केको त 80को सिडा छु म त्यही नि यस्तो हुर्का खान्छ कतिमा 100मा होला हौ त्यो दाइहरू भोला खाछ भन्दै मलाई भन्दै थियो दाइहरूले कहाँ भोलै खान्छ भोलै छैन भन्ने खाँदैन भने खाँदिनँ भनेको अब खाँदिनँ भोला के गर्नु लास्ट गर्ने भयो यार यो खोलिनुपर्छ क्या मेरो चेस्कर लगाएको छु क्या मैले बिहान चाहिँ उस हुन्थ्यो र म चेस्कर लगाएको बिहान चिसो जाडो हुन्छ र भनेर चेस्कर लगाएर आएको अहिले त गर्मी भयो यार यो तराईमा छिटै टराई हो नि त अब त पुरै यस्तो स्पिडबाट नै गर्मी भयो क्या अब पुरै त्यसबाट तातिरहेको क्या पसिना आइरहेको मेरो खुद्रालाई यस्तो म चाहिँ बिमारी हुने चान्स धेरै हुन्छ क्या यस्तो भयो भने फेरि म ढुलो के गर्नु भयो अङ्कलहरूले फाल्दैछ नि तपाईँ भाट्टा के भन्नु अब मेरो भिडियो हेरिदिनु होला सबैले सेयर गरिदिनु होला होइन म चाहिँ नयाँ फर्स्ट ब्लग हो मेरो यो हेर्नु कतिको सपोर्ट आउँदो रहेछ होइन कतिको मलाई नै सपोर्ट गरिदियो त हुन्थ्यो भन्ने कुरा हो मेरो नि होइन सबैलाई मन त हुन्छ नि होइन
सपोर्ट गर्दै त म राम्रो भिडियो हाल्थेँ होइन म नै गर्थेँ भन्ने हुन्छ क्या तर पहिला सपोर्ट गर्ने मान्छे पाउनुपर्छ अनि मैले नि मिहिनेत चाहिँ गर्नुपर्छ है मैले नि नगरी चाहिँ सपोर्ट आउँदैन है यत्तिकै हावातालमा हाल्यो भने त अनि हावातालमा बोल्यो हावातालमा भिडियो बनायो भने त अनि कहाँ आउँछ त होइन आउँदैन त्यो त फिक्स हो मान्छेहरूले पोस्दैन के उनीहरूले मान्छेहरूलाई काम लाग्ने भिडियो चाहिँ बनाउनुपर्छ क्या भन्दै होइन म चाहिँ सोचिरहेको थिएँ होइन पोखरादेखि धामनसम्मको एउटा फुल भिडियो नै बनाउँछु एउटा के अरे बाटोको लोकेटेड भिडियो नै बनाउँछु भनेको तर मलाई पनि थाहा थिएन कि मेन त अब तर आउने बेला चाहिँ बनाउँछु होला धामदेखि पोखरा चाहिँ बनाउँछु होला म भिडियो होइन बनाउँछु नै किन बनाउँदा बनाइहाल्छु म होइन फर्किनु पो गाह्रो थाहा होइन केटाहरूले साथीहरूले मासु मागिरह अब मासु बोकेर आउनु पर्ने ल फेरि आफूलाई सामान लास्टै आउँछ लाग्छ बिहान सरर बाटो जान्छ यस्तो छ नि त फेरि अब उता गएर एकजना सोध्नु पऱ्यो धारण जाने बाटो हो भनेर सोध्नु पऱ्यो यार फेरि अर्कै बाटो गयो भने त म त अनि पुग्दिनँ आज फेरि यसो र त यसो लाग्दैछ मान्छेहरू गइरहेको र गाडी गइरहेको देखेर त त्यही नि अब सोध्नुपर्छ यार धेरै टाढेको बाटो धेरै मान्छे चलचल हुन्छ क्या अब यता मैले गुगलमा त हालिरहेको थिएँ किनकि मैले भिडियो गरेर छु त्यो बोल्छ कि बोल्नु त गुगल तर मैले अहिले सुन्दिनँ क्या माइक फिट गरेर छु नि त यहाँ त्यही भएर सुन्दिनँ होला त अहिले तेरो फोन लगाएको थिएँ अनि त्यो सुन्यो बोर्डहरू रहेछ त बोर्ड हेरिहाल्छु नि म ढुक्क हो अब त सोध्नै पर्दैन त्यहाँ बोर्ड हेर्छु बोर्ड अनुसारले हिँडिहाल्छु नि म कति किलोमिटर रहेछ हेरौँ अहिले त्यहाँ खाजा खाने ठाउँमा चाहिँ 100 किलोमिटर छ भन्दै थियो मलाई कति किलोमिटर छ धरान 75 किलोमिटर ल धरान 75 किलोमिटर ल ठिक छ 75 भनेपछि त ढुक्क आरामले जान्छु म 40मै गयो नि पुग्छु मलाई पुग्नु मात्र भयो क्या खासै छिटो पुग्नु परेन होइन ससुरालाई जाने त आरामले पुगे नि हुन्छ खासै फेरि मैले फोन गरिसकेँ कि उता फेरि घरमा ससुराली मम्मीलाई अनि फेरि मम्मीले चाहिँ हाम्रो मम्मी मेरो मम्मी सुस हो नि त फेरि मम्मी चाहिँ धेरै बोल्छौँ कि हामी मेरो आमाभन्दा धेरै बोल्छु होला म ससमा छैन यस्तो गर्छ गफान्छौँ कि हामी चाहिँ त्यही भएर भर बोलिसकेँ अनि कतिखेर आइपुग्नुहुन्छ आइपुगेर कल गर्नु है भन्नुहुँदैछ भनेर ल भनेको फेरि हाम्रो यस्तो हजुर हुन्छ भने त्यस्तो हुँदैन कि हाम्रो राईको चाहिँ ल हजुर त्यस्तो हुन्छ कि हाम्रो फेरि टोन बोल्ने स्टाइल ओ आरामले उयो कस्तो साइड छ नि रातो खत हो साइड लाइट त अनि उयो कहाँ यतादेखि कता हो यतादेखि सोध्छु यार यहाँ गएर यार मलाई त कन्फ्युज भयो यार अगाडि गएर सोध्नु पऱ्यो यार भएन यार त्यहाँ बोर्डै हेर्न पाएन नि मैले धारण लेखेको थियो के लेखिरहेको थियो कि त्यहाँ अगाडि गएर सोध्नु परेगा मेरी जानेमान यसरी त हुँदैन यार हराउँछु म यसरी गयो भने त अर्कै बाटो छिर्यो भने त अनि म बिजोक हुन्छु त फेरि दाइलाई सोध्नु पऱ्यो आठा दाइ धरान जाने बाटो यता हो धरान जाने बाटो यतै है सिधै है धन्यवाद सिधै रहेछ माइ गॉड म त हराउँछु नि खोजेको यार सिधै रे बाटो सिधै रे बिसा जानुपर्छ ट्राफिक लाइटहरू उयो ट्राफिक लाइट छ रहेछ ल मैले हेर्दाखेरि आएँ नि सरी है अब यहाँको ट्राफिक लाइटहरू थाहा भएन है सरी मलाई माफ गरिदिनु होला होइन थाहा भएन पोखरामा छाना रहेछ तर कुनै ठाउँमा थाहा भइसक्यो फेरि मैले हेरिनँ क्या स्टोरी किनकि म अर्को दिमागमै कहाँ छ कि मेरो बाटोको दिमाग छ क्या दिमागमा मेरो बाटो नै भइरहेछ कहाँ कहाँ थाहा छैन मलाई अनि कुन ठाउँ पनि थाहा छैन मलाई कुन ठाउँ कहाँ आइपुग्यो थाहा छैन होइन तपाईँले थाहा नै कमेन्ट गरिदिनु होला यहाँ लेखिरहेको छ पुरा ट्राफिक के लेखिरहेको यहाँ ट्राफिक नियम पालना गरौँ भन्ने लेखिरहेको अब गर्न त गर्छु म जतिको ट्राफिक नियम त कसैले गरेन जस्तो लाग्छ क्या आफूलाई त म त धेरै पालना गर्न खोज्छु ट्राफिक नियम त किनकि म रेस्पेक्ट गर्छु होइन ट्राफिकहरूलाई रेस्पेक्ट होइन तर मलाई बोर्ड चाहियो क्या मलाई बोर्ड हेर्नु पऱ्यो बोर्ड चित्त बुझेन मेरो कहाँ धरान बोर्ड चाहियो बोर्ड कहाँ बोर्ड छ हो बोर्ड चाहिँ देखाउनु पऱ्यो नि त्यहाँ हुनु पर्ने क्या यो सिटीबाट निस्किने बेलामा एउटा बोर्ड कस्तो कन्फ्युज बनाउँछ अब सिधा त सिधै भन्नु त दाइले अब सिधा हो कि होइन सिधो होइन भने बिजोक हुन्छ त फेरि भरे फर्काउनु पऱ्यो नि त मेरो बिजोक सुन्छु त अनि फेरि बोल्ने धेरै छैन
पुग्ने ठुक्का पुग्छ होला यो तेलले चेकिङ हो कि चेकिङ भयो त बिस्तारै जानुपर्छ यहाँ पास गर्नु पर्दो रहेछ नि त हामी बाइकवाला पर्दैन हामीलाई बाइकवालालाई पर्दैन फ्री छ बाइकवालालाई पर्दैन बाइकवालालाई आनन्द जान पाउँछ अझै एउटा पहाड आउँछ क्या अब एउटा पहाड आउँछ पहाडदेखि ओह्रालो झरेपछि बल्ल उस भेट्छ क्या चत्रा जाने बाटो चत्रा पुग्छु क्या म त्यहाँनिर चाहिँ बाटो थाहा छ यता चाहिँ थाहा छैन कि यो यता कता यता त आउने यो बोट अगाडि हेर्नुपर्ने हुन्छ अब चाहिँ यो बोट हेरेर चाहिँ कस्तो आनन्द लाग्छ क्या मलाई यस्तो ठिक छ लाग्छ क्या मान्छेले भनिदिनु लाग्न त लाग्छ कोही कोहीले त त्यत्तिकै हैचो भनिँदा हुन्छ नि त नि हो यतै हो भनेर भनिदिँदा हुन्छ नि त कोही कोहीले त अनि त्यही भएर कति किलोमिटर 70 किलोमिटर धरान ठिक छ ल सिधा धरान 70 किलोमिटर है ल जाउँ अब भेट तर यताको एकदम माहौल चाहिँ एकदम ठिक छ यताको चाहिँ अलिक गर्मी चाहिँ धेरै छ यहाँ होइन गर्मी आइसक्यो लास्टै पोखरामा जाँदैछ पोखरा पार्नु जाँदैछ होइन धरान नै अलिक जाँदैछ अरे तर यो इलाका चाहिँ गर्मी आइसक्यो किनकि यो बेसी नै जाडो पनि छिटो हुनुहुन्छ गर्मी छिटो आउँछ कि यो एरियामा त्यही भएर हो यहाँ गर्मी आइसक्यो गर्मी धेरै छ नि इन्जिन तातेर आगे त कस्तो भेर गरेको थियो बाइक त्यहाँ राखेको 1 घन्टा बस्यो नि म यार बाइक रोकेर त्यहाँमाथि तर नरोकी आएर थिएँ म पोखरादेखि अनि रोक्नुपर्छ बाइकलाई नै रेस्ट लिनुपर्छ मेरो बाइक अनि यो बाइक किन्ने धेरै मान्छेको हात छ होइन यो बाइक किनेको पनि धेरै खुसी लाग्छ अनि थ्याङ्क यू भन्न चाहन्छु यो बाइक किनिदिनु भएकोमा अनि मेन त मेरो दिदी हो मेरो दिदी मेरो बुढी मिलेर किनिदिएको मलाई बाइक है दुईजनाले किनकि म चाहिँ यस्तै हिँड्नुपर्छ भनेर किनिदिएको थियो क्या यताउति हिँड्नुपर्छ नि त अब हिँड्ने भए चाहिँ फेरि गाडीमा मलाई अलिक उसलाई बोमिट आउँछ क्या त्यहाँदेखि मलाई बाइक लिइदिनु भएको थियो अनि बाइक लिएको लिने भन्ने बित्तिकै लाइसेन्स निकालेको फेरि मैले अब होइन बाइक लिइदिने भन्ने भएपछि त मलाई लाइसेन्स निकालिहालेको लाइसेन्स थिएन मसँग अस्ति भर्खरै निकालेको त्यही एउटै हो एउटै महिना भयो लगभग निकाल्ने बित्तिकै यो बाइक निकालेको लाइसेन्स निकाल्ने बित्तिकै चिजमा हेर्नु ल अब सो म्युजिक नै हाल्दैन तर म्युजिक त म भिडियोमा हाल्दिनँ बोलेरै सघाउँछु यति चिज अब त म बोलेरै सघाउँछु भिडियो यस्तो छ चिलमा होइन घर जरै त लास्टै काटिन्छ होला यार घरले यार यो टिन उस्तै टिनको घर छ है बारले फेरि यस्तो बार हालेको टिनको फेरि गर्मी त्यसरी गर्मी हुँदैन नि हावा छेर्छ है मजाले तातिँदैन क्या त्यसरी बाँसहरूले त यसो टाटुम्ने भित्र तातिँदैन कि बाँसको घर पहिला चाहिँ त उसको खारको हुन्थ्यो होला खार अहिले त सबै टिनले खाइसक्यो यहाँ टाइलको हुन्छ जस्तो टाइलको अनि खरको हुन्थ्यो पहिला यता अहिले टिनले भइसक्यो टिनले खाइसक्यो नि पुरै अब चाहिँ पुग्छ फिक्स अब चाहिँ मलाई थाहा छ कि अब पुग्नु लाग्यो भनेर अब यस्तो ओह्रालो बाटो आउँछ त्यहाँदेखि ठ्याक्कै पुल आउँछ पुल आएपछि त्यहाँदेखि उता त चत्रा हो चत्रा 1200 त भने यतै हो त्योभन्दा अगाडि चाहिँ चत्रा हो यस्तो राम्रो बाटो त बनाइदिएको नि के अनि यस्तो राखिदिएको छ होइन उसहरू नि यस्तो बाटोमा धेरै एक्सिडेन्ट चान्स हुन्छ नि त प्लग लाग्छ यहाँ थाहा हुँदैन क्या अनि मान्छे स्पिडमा हिँडेर हुन्छ उतादेखि आएर हुन्छ बाटो थाहा हुँदैन डाङडुङ हानिदिन्छ क्या त्यस्तो बेलामा त्यसमा चाहिँ एकदम यो के हो यस्तो अघि टन्नै थियो पर खाइदिनु जस्तो लागेको थियो फेरि अर्को के त खाँदैन तिमीसँग जिउने मर्ने चाहना छ मेरो म तिमी बिना अधुरो तिमीमा बिना अधुरो मलाई जुनी 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 तिम्रै मन छ फेरि 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 नैन भन्नु ल पाक्रा बिस्तारै जानुपर्छ अरे यता हुटिन्छ त भट्टा आउँछ कता अघि ए त्यो भन्ने बित्तिकै अब यहाँ पर होइन त्यो क्या गाउँको बाटो जङ्गलबाट आउँदैछ गाउँ त्यहाँ बिचमा रहेछ ठोरै त्यहाँ अब के थाहा त मलाई होइन सिधो बाटो थियो अनि देखेको थिएन यता वारिपट्टि घरहरू देखेको थिएन अनि अलिक उसै थियो नि त अनि सिधो आउँदै थिएँ स्पिडमा आउँदै थिएँ म अब स्पिडभन्दा पनि त्यही 80-85 स्पिडमा हिँड्दैछ होला म कुराको पोटी सुरु आइदिएर क्या अरे यस्तो ब्रेक हानेको तार चिप्ले चिप्ले गएर कुरा ढ्याक्क लाग्यो क्या धन्न मरेन त पुग्लुक्क भएको थियो फुल्दा निस्किन खालि त्यो उठेर भाइको नि त्यसो हिँडेको फेरि त्यो घरबेटीको मान्छेले के भन्छ यो मर्जाक पनि भन्छ नि त्यही भएर हिँडेको न त त्यसले त कराउँछ नि त कुखुरा मार भनेर मिठामा हाल्छ नि त
कस्तो घरको राम्रो लागेन सुत्ता आइदिएको होइन अनि कस्तो अरे म त अनि ब्रेक हान्दा चिप्लिन गएको क्या मैले ब्रेक हानेर होइन मारे कुखुरा माऱ्यो भने त सिधै तिर्नुपर्छ होइन त्यो सबैको के तिर्नु पर्ने नि हुन्छ होइन ब्रेक हान्दै चिप्लिँदै गएको ढ्याक्कै टायर मुनि आएको भुल्डा निस्किएछ भुल्डा आयो त्यो छोडेर भाइ फेरि उठेर अनि त्यही भएर हिँडेको भने अनि त्यो घरबेटीले नि के भनेन यो कुखुरा कुन दिन मर्छ भन्दै हिँड्दै मैले के भन्नु होइन पछि केही भनेन मैले नि फेरि कोही बेला त टिक्न लाउँछ नि त हामी बिस्तार कुद्न सक्दैन सेकै भन्छ धम्किदिन्छ कता अनि त्यस्तो कुनै मान्छे चाहिँ राम्रै हुन्छ कुनै चाहिँ लास्टै नराम्रो हुन्छ होइन मान्छे सबै एउटा हुँदैन त्यही हो जुन संसारमा कोहीको मान्छे आफूले सोच्यो भन्दा नि राम्रो भेटिन्छ कोहीको मान्छे चाहिँ आफूले सोचेको नसोचेको भन्दा नि लास्टै नराम्रो हुन्छ होइन त्यही हो यो त खोइ के हो ताल हो कि के हो खोला हो के हो यस्तो पुरै त उसै घरी छ यार यस्तो चिल्लो बाटो सिरिक्के छ यार समथारा के भन्छ पसलहरू यस्तो छ हुन्छ पसलहरू यहाँ चाहिँ अनि यहाँ चाहिँ नेपालीहरू धेरै छ अनि यता चाहिँ कुन हाम्रो त्यस्तो राईहरू नि बस्दो रहेछ अघि मैले त्यहाँ छादा खाने बेला ठाउँमा चाहिँ राईहरू थियो सोधिरहेको छ कुन राई हो भनेर सोधिरहेको थियो म बन्तवा राई भने ए घर कता हो भन्ने भोजपुर भनेको ए म हिँड्नुभएको भने भन्ने मैले फेरि छन् होइन यता चाहिँ मान्छेहरू के हुन्छ भने यता सोध्यो भने चाहिँ मजाले बोल्छ क्या उनीहरूले सोध्छ हामीले सोध्यो उनीहरूले मजाले भन्छ क्या त्यसो लुकाउँदै यस्ताले कति उसो हुँदै हुचाउँदै बोल्दैन क्या यता मैले सिधा कुरा प्रश्न विचार जस्तो हो क्या सिधा कुरा गर्छ त्यो मनपर्छ मलाई एकदम होइन अनि हावा बस्नु एकदम खतरा आएर होला किनकि मेरो माइक त्यस्तो राम्रो छैन अनि हावा नि खतरा हानिरहेको यस्तो फेरि ज्याकेट त्यस्तै लगाएर छु हावा आउनेबाटै फरफर गरिरहेछ यस्तो कुटिरह नि हातमा हावा के भन्नु तर मेरो आइना बाङ्गी गएको छ आज खोइ यसलाई हेर्नुपर्ने यार उसमा सर्भिसिङ गर्ने बेलामा हेर्नुपर्ने खोइ किन बाङ्गो यो पुरै बङ्गिरहेछ भनेको अलिक ठोकाइदियो क्या त्यहाँ पार्किङमा गर्दाखेरि कुन चाहिँले पुरै यस्तो तल भइरहेको कि यो देखेको छैन अलिकति म देखिरहेको छ यो पुरै ठाडो छ यस्तै थियो क्या केही छैन देखेको थिएन होइन खुट्टाल दिएको छैन ठिकै छ अब त्यो सोधाउने मिल्ने हो सोधाएर राख्छु म त्यो चाहिँ अहिले सोध्दैन त्यो उसमा रोयल इन्फिल्ड उसमै जाँदा सर्भिसिङ गर्दै एकचोटि सोधाएर आउँछु किनकि काम चलाएर अहिले काम चलिरह अलिअलि देखाइरहेछ देखिरहेछ नजिक आउने देखिहाल्छ टाढाको यसले देखिहाल्छ अनि अहिले सोध्दैन अहिले अलिक पैसा नि कम छ मसँग होइन जानु नि भ्याउँदैन त्यस्तै कामहरू छ अब धर्म गएपछि आज राति मात्र आराम गर्ने भोलिदेखि हिँड्नुपर्छ भने यता उता यो रुख ओहो यो रुख हेरेर त कस्तो राम्रो छ माथिबाट पुरो ढल्किएको छ त तल ओके है यस्तो रुख चाहिँ हेर्न कहिले कहिले मात्रै पाइन्छ ऊ यहाँ रन्ने रहेछ सुरु गर्नु नि त रन्ने गुरुबार हो यस्तो सिधा बाटो कस्तो हिर्काउँछ र त मान्छेहरू त्यो के अरे R15 भिड्छु दुखहरू एनएसएल लिएर हिँड्दा कस्तो हिर्काउँछ र त्यस्तो बाटोमा बुझी सोचेर डर लाग्छ नि यस्तो हिर्काउँछ स्वाइ म त काम छाएर जिउ सोचेर है खुलै त चिप्ला अन्त कहाँ पुग्छ त यहाँदेखि त हामी स्पिडमा त तर म नि जान्छु एकछिन त हुर्काउँछु 90सम्म चाहिँ जान्छु किनकि ओभरटेक हान्नु छ मलाई ओभरटेक हान्नुपर्ने हुन्छ अनि बिस्तारै हिँड्नुपर्ने हुन्छ किनकि आँखामा झिर्काएर मेरो खोइ के भएर आज खाना नखाएर के भएर पान छोयो भएर के भएको थाहा छैन अलि आँखामा द्रो भएर मेरो कि हावाले धेरै हानेर हो कि खै त्यहाँ बिस्तारै हिँड्नु गएको छु म होइन फेरि बुढीलाई चाहिँ भनेको थिइनँ क्या मैले बुढीलाई भनेर कराउँछ बिस्तारै हिँड्न सक्दैन भन्छ अनि आँखा चस्मा लिएर हिँडेन होला अनि चस्मा लिएर हिँडेन होला अनि त्यही भएर भन्छ फेरि कराउँछ नि त बुढीले त मात्र मलाई दिदीले नि भन्दैछ कि चस्मा लगाइनस् भन्दैछ आँखा चाहिँ रातो भइसक्यो भनेर के हाल्नु चस्मा होइन मसँग उस छ कि यो ग्लास छ कि उसकै छ विन ग्लास अर्को उसको उसले हेलमेटको नि उसनै छ त्यही नि मलाई लागेन क्या अघि आँखा देखेन र बिहान क्या कुवाले गर्दा आँखा देखेन झन् त आँखा देखिनँ अनि त्यही भएर मैले चाहिँ नलाई नै हिँडिरहेको थिएँ त्यो दिन लास्टै भिजेको थियो बाइक नि लास्टै फोहोर भएर छ बाइक धुनुपर्ने भोलि भरेतिर धुन्छु म बेलुकातिर अलिक बाइक चलाउँछ अनि धुन्छु बल्ल टाटोमा धुयो भने त बाइक लास्टै बिग्रिन्छ क्या साउन्ड धर गरेर आउँछ टाटोमा धुयो भने अनि मेन चाहिँ के भन्दाखेरि धुँदाखेरि होइन तपाईँले वास्तव गर्नु यो चाहिँ चाहिँ ब्ल्याक इन्जिन छ नि त इन्जिन पुरा ब्ल्याक छ क्या वाइट इन्जिन भएको चाहिँ धुँदा खासै त्यस्तो फरक पर्दैन तर ब्ल्याक इन्जिन भएको चाहिँ देखिहाल्छ क्या टाटोमा धुयो भने त साबुन त मजाले बस्छ क्या सुकेपछि त यस्तो सेतो हुन्छ बाइक कस्तो नरम देखिन्छ कि त त्यस्तो गर्नु धुँदाखेरि सिधै पानी हालेर धुनुपर्छ साबुन हाल्नुपर्छ इन्जिनको पाल धुइसकेपछि मात्र अरूतिर धुँदा हुन्छ त्यस्तो गरेको छु मैले चाहिँ त्यस्तै गर्छु धरस्तो पोखरामा त रातो रातो धुन्छ नि त अलिक अब जाँदा त्यहाँ घरदेखि त्यहाँ जाँदा तातिन्छ इन्जिन अनि त्यही भएर त्यस्तो धुन्छु म चाहिँ
फेरि त कहाँ थाहा छैन फेरि अब त्यहाँ गएर सोध्नुपर्ने सालो छ अरे सालोहरू अनि दिदीहरू हुन्छ अरे मामी चाहिँ हुनुलाई गाउँमै हुनुहुन्छ अरे त्यहाँ सोध्छु अनि भरे बेलुकातिर निस्किन्छु म नि बाइक धुनु त्यहाँ धर्मको भिड देखाइदिनु म तपाईँहरूलाई अनि हर्का सङ्पाङको जुन हाम्रो हर्का सङ्पाङजीको उस छ नि जुन पार्क छ नि भएको त्यो के अरे उसको अरे उसो के भन्छ नाम बिर्सेँ यार मैले के पार्क हो सबैले बनाएको पार्क हो कि त्यही हो सबैले बनाएको पार्क छ त्यहाँ चाहिँ जानु मन लास्टै मन छ होइन पहिल्यै खास जानु मन थियो अनि मलाई बनाउनु नि आउनु मन थियो तर किन टाढा छु म अनि बल्ल बल्ल त कति वर्षपछि आउँदैछु म होइन अनि धेरै खुसी लाग्छ क्या अब आफ्नो पूर्वतिरको होइन बनैसी त आफ्नो पूर्वैको हो नि त अनि फेरि बन्दैछ त घुम्नुपर्छ है भन्ने हुन्छ क्या हामीलाई ओहो कति राम्रो ठाउँ हो ओहो कस्तो राम्रो आउँछ होला त भिडियो आइफोनदेखि गरेर अन्त मेरो त एन्ड्रोइड है घरमा इग्नोर है क्वालिटी चाहिँ भिडियो क्वालिटी चाहिँ इग्नोर है गाइस अलिअलि बाटो देखिन्छ होला यो कुन बाइक हो यो करङमा त छ त है बाइक आई तल धुएको छ त यो बाइक त यस्तो राम्रो ठाउँ छ एउटा टिकटक बनाउनेहरू लास्टै हुन्छ होला यार पोखरामै ठाउँ भएको छ है यस्तो टिकटक बनाउने हुन्छ कि यो जङ्गलभरि मान्छे हुन्छ होला क्या सोचेर म यस्तो सोच्छु के यस्तो ठाउँहरू छ होइन तर ठाउँमा छैन कि ठाउँहरू यिनीहरू लास्ट टाढा छ होइन टाढा छ अब यहाँको मान्छेलाई त मस्ती छ फेरि यहाँको मान्छेले खासै यस्तो कुरा वास्तव त नाफुसँग भएर कुरा यहाँको मान्छेले फेरि पोखराको फेताल मन पर्ला होइन फेरि हामीले यहाँको जङ्गल मनपर्छ यस्तो हरियो झरेछ नि त अहिले फेरि पात झरेछ नि त चिलाउने के अरे उसको हो कि यो हाम्रो चाहिँ उस भन्छ के अरे अब यसलाई सालको पात भन्छ के अरे अब साल भन्छ के अरे अब के भन्छ होइन अब पात झरेछ त्यसकै हो क्या यस्तो हरियो पहेँलो हुन्छ नि हरियो पुरा एकदम रङ्गी हुन्छ क्या ठाउँ चाहिँ पुल बन्दै रहेछ त यहाँ पुरा पुल बन्दै रहेछ यहाँ पुल बन्दै छ पुल बन्दै रहेछ थप्दै पुल बन्दै रहेछ ठिक छ तर हाम्रो धरानको हाम्रो हर्कासँग तल्लो बाटो फुलबारी बाटो जान पाइएन यार आउँदा नि यही बाटो आउँछ होला म किन यो बाटो मन पर्यो मलाई यस्तो हुन्छ कि म त घुम्टीमा त डर लाग्छ क्या बिस्तारै कुदाउँछ त्यही भएर फुलबारी बाटो चाहिँ आउँदिनँ होला म सायद त घुम्दै जान्छु होला त्यो तलको मेन बाटोसम्म अनि आउँदा चाहिँ यो बाटो आउँछु किनकि यो बाटो एकदम राम्रो लाग्यो मलाई अनि अफोर्डिङ छैन क्या अफोर्डिङ भएन भने मलाई उस्तो खासै छोटो त हो टाइपको छोटो लाग्छ क्या तर अफोर्डिङ भयो भने के हुन्छ भन्दाखेरि लास्ट चाहिँ हात दुख्छ क्या मेरो अफोर्डिङ लास्ट हात खाइदिन्छ क्या मेरो त्यही भएर अनि चाहिँ म चाहिँ त्यो चाहिँ खोज्छु बरु लाङ बाटो होस् के भन्दा आरामले हिँड्ने क्या म चाहिँ हात दुख्छ कि लास्ट यस्तो मेरो फिङ्गर अस्ति कमजोर लास्ट दुखिरहेको थियो त्यही भएर म चाहिँ अलिकति बरु पिच बाटो खोज्छु लङ बाटो होस् के भन्दा आरामले हिँड्छु म किनकि एक्लै छु त्यस्तो छैन खासै भारी त्यस्तो उस छैन फोर्स छैन छिटो पुग्नु पर्छ नि छैन आज रातिसम्म पुगे हुन्छ आनन्दले अब जङ्गल आयो अब जङ्गल आयो यहाँ जङ्गल रहेछ हेर्नु कस्तो राम्रो छ झन् यो हरियो भएको कस्तो देखिन्छ होला त सोच त केटा हो हरियो भएको कस्तो देखिन्छ होला त बुढीलाई लिएर आएको चाहिँ म फोटो खिच्दै आउँथेँ त फोटो खिचिदिँदै आउँथेँ क्या यस्तो जङ्गलमा यसो टिकटक भिडियो बनाउने होइन अनि यस्तो वाइड एङ्गलको फोटो खिच्ने ठाडो परेर होइन मेरो बुझ्दा चाहिँ मनपर्छ त्यस्तो फोटोहरू ठाडो लामो निकालिदिनु पर्छ होइन मनपर्छ उसलाई यस्तो फोटोहरू खिच्नु कस्तो मजा हुन्छ होला त यहाँ सोच हो को आएन साइकलमा हेर त यहाँ यस्तो बाटोमा हेर त साइकलमा यस्तो गर्मीमा म त नि दुईजना पहिला म नि हिँडेको तर साइकलमा हेरेर घाममा लास्ट हिँडेको विराटनगरको तन्तलापुर घाममा साइकलमा हिँडेकोमा विराटनगरदेखि तारी धरमसम्म आएको साइकलमा भनेपछि त सोच न कस्तो हिँडेला म पहिला हामी दुःख लास्टै पाएको नि दुःख त अलि दुःख त दुःखै छ नि हामीलाई कुन चाहिँ सुख छ र पाला दुःख त लास्ट दुःख थियो त्यो बेला त यो भन्दा लास्टै क्या दुःख गरेको हो पहिला नि अहिले त केही होइन जस्तो लाग्छ अलिक ठिकै छ अहिले त बिमा भन्छ त बिमा त अघि छोडेको मैले उता यार 75 किलोमिटर देखाउँछ त्यहाँ त्यो अघि देखाइरहेको छ त्यहाँ मलाई परै देखिरहेको छ मलाई धरान यही होला यही बाटो हो अगाडि बोट अगाडि भेट्ला नि त बोट एउटा बोट भेट्यो भने भयो मलाई चित्त बुझ्छ त्यही मान्छेसँग सोध्छु म अगाडि गएर भेट्यो भने चाहिँ अलिकति सोध्ने हुन्छ भेट्यो भने चाहिँ सोध्ने बल्ल यतिको त सोधिँदैन अलिकति झ्याउँछ कि यतिकै सोध्दा नि त त्यसले त कराउँछ हो पो त डर लाग्छ क्या मलाई फेरि कि म चाहिँ कुनै कन्ट्रोभर्सीमा पर्न चाहन्न लाइफमा होइन म
म नि राम्रै गर्छु राम्रै गर्छु भन्ने चाहना मेरो। म नि नाम भन्ने कुरा सुन्न सक्दिनँ होइन, अरूलाई नै भन्दिनँ म सुन्न सक्दिनँ क्या। म नि नराम्रो भन्ने यस्तो खालि गर्छु यस्तो यस्तो भन्ने नराम्रो कुरा गरेको पनि सक्दिनँ सुन्न, अनि अरूलाई नै भन्दिनँ। त्यस्तोमा परे नपरोस् भन्ने मेरो चाहना हो क्या मेरो चाहिँ। त्यही भएर हेर्न सक्नुहुन्छ यहाँ तल बार सराउनुहुन्छ दिदीहरूले, पुरा सन्थर बाटो छ होइन, चिज चलक्कै छ, पर्लक्कै चिज छ, सर्लक्कै चिज छ। अनि अरूको दाइ एउटा दाइ हिँड्नु छ भने झोला बाङ्गी गएर दाइ पनि मेरो जस्तै मेरो जस्तो छ दाइको झोला नि कति बाङ्गी गएको छ, मेरो त्यसै बाङ्गी गएको छ झोला छ मेरो पछाडि होइन। ओइ कत्रो हावा हान्यो मा ट्रकले, माइलो छातीमा भट्टा छिर्यो क्या भित्र हावा यार, गोली जस्तो छिर्यो त हावा के हो यो दाइले हेरेकै गर्छ यार, के हो यस्तो। सब्सक्राइब गर्ने भेट्यो भने त्यहाँ मेरो भिडियो भाइ। चिल्लो हिँडेर छ नि, त्यही भएर नि हेरिहाल्यो अघि त्यहाँ दाएर रोकेर खाजा आएर हिँडिसकेको उनीहरू, म चाहिँ चिल्लो हिँडेर छु कि तर बाइकमा मैले रोक्दिनँ किनकि म त खाइसकेँ नि त। अनि अहिले 2:11 भयो होइन, अहिले चाहिँ टाइम चाहिँ ठ्याक्कै यहाँ देखाउँछ टाइम होइन, 2:11 भएको छ। 3, 4, 5 बजे 6 बजे नि पुगेँ नि चिलमा हो क्या म, आनन्द लिएँ क्या म अब त। त्यही भएर म चाहिँ चिलमा हिँडिरहेको हो है, 6 बजे पुगेँ नि केही छैन भनेर। ओहो टिकटक बनाउनु हुन्छ यहाँ यो ड्रेस एकदम राम्रो छ है, यो राईको ड्रेस हो एकदम राम्रो छ यो ड्रेस। यो चाहिँ पुरानो ड्रेस हो क्या, त्यो मखमली टोली अनि त्यो उस कलरको हो क्या, आकाश कलरको हुन्छ अनि लुङ्गी तल चाहिँ यो चाहिँ अनि बबल हो तल तलको। अहिले चाहिँ लेङ्गा जस्तो लुङ्गी आइसक्यो क्या, त्यो चाहिँ खासै राम्रो लाग्दैन। पहिलाको त्यो बटाउनेवाला लुङ्गी नै बबाल छ क्या, हेरेर चाहिँ बबाल लाग्छ मलाई चाहिँ होइन, कहिलेदेखि हेर्दै आएको त्यही भएर हो नि। मेरो बुढी त्यस्तै लाउँछ लगाएको छ, त्यस्तै छ मेरो बुढी पनि त्यो उसलाई मुजावाला चाहिँ होइन, त्यो बटाएर लाउनेवालै छ त्यस्तोकै सबै उसहरू। अनि आज उसिलेर आउँछ ल मेरो बुढीको के अरे उसको अस्ति नै पहिला म गाउँ आउँदाखेरि बनाइदिएको थिएँ कि मैले, त्यो यस्तोमा हुन्छ नि घाँटीमा लाउने के भन्छ जन यस्तो हुन्छ क्या, राईको पादना हुन्छ कि पादना भन्छ कि राम्रै होइन, त्यो बनाइदिएको थिएँ मैले बनाइदिएको। अनि त्यो चाहिँ मेरो बुढीले लगिदिन्छु, 3 जना हिँडिराख्नु भएको छ यहाँनिर, त्यस्तो गर्नु हुँदैन है, ट्राफिक नियमको पालना गरौँ। 4 जना हिँड्नु भएको यार, तर यहाँ चेकिङ त हुँदैन यहाँ, पुलिसै देखिनँ म देखेको छुइनँ मैले, यत्रो बाटो हिँडिसकेँ अघिदेखि मैले पर देखिरहेको थिएँ एउटा, त्यो साथै त केही नि भन्नु भएन, त्यहाँ बाटो घुमाएँ त्यत्रो मैले है, बाटो त्यहाँ रोकेँ एकछिन अनि सोधेको थिएँ बाटो मान्छेहरूलाई म त्यही हो भन्दै। बाइक ओहो बाख्रा डेन्जर हो, बाख्रा यहाँ बाख्रा डेन्जर हुन्छ यहाँ, बिस्तारै कुदाउनुपर्छ खाने भने तिराउँछ मजाले फाइन। आफ्नो घाटा फाल्टै, आफ्नो बाइकको खर्च, बाख्राको खर्च अर्कै, आफ्नो ज्यानको खर्च अर्कै, त्यो सोध्नुपर्छ कुदाउँदाखेरि चाहिँ यता चाहिँ। त्यही म चिलमा हिँड्छु कि 80को स्पिडमा छु अहिले चाहिँ होइन, अलिक स्पिडै 80 त स्पिडै हो, म 80को स्पिडमा छु, तर बाटो पनि देखेछ नि त नि, नत्र त म क्या 80को स्पिड हिँड्छु जाने हिँड्दै 80को स्पिडमा 80 छ स्पिड मेरो अहिले होइन। अगाडि बाख्रा छ बिस्तारै स्लो गर्नुपर्छ यस्तोमा चाहिँ, झट्ट आइदिन्छ क्या थाहा हुँदैन कतिखेर मुडी चेन्ज हुन्छ है बाख्राको, लट्टै आइदिन्छ अनि मुनि छिरो त गइहाल्यो नि, ल्याम्लुम गइहाल्यो, दुर्घटना घटिङ हुँदो रहेछ त। ट्राफिक क्यामेरा छ यहाँ चाहिँ, ट्राफिक नै उसो क्या सशस्त्र प्रहरीको उस रहेछ। दाइलाई सोधौँ भने दाइ अलिक झ्यापमा रहेछ कि हो नसोधौँ, उयो अगाडि गएर सोधौँ, हरहरू भेट्यो के अरे, एकजनाले भनिदियो नि भइहाल्यो, त्यही हो भन्दै भइहाल्यो नि। चाहना मेरो तिमीलाई, बहिनी सोधौँ न, बहिनी सोधौँ ल। बहिनी धरान जाने बाटो यतै हो, धरान जाने बाटो ए कति लाग्छ यहाँदेखि? 1 घन्टा लाग्छ ए, ल धन्यवाद। सरी ल सोधिदिएँ मैले किनकि मलाई थाहा थिएन, सोधेँ के गर्नु बुढी सोधिदिएको ल, सरी थाहा थिएन नि त, थाहा नसोध्नै पऱ्यो होइन। बहिनी भनेको थियो फेरि मैले बहिनी भन्छु कि फेरि दिदी बहिनी है बहिनी, यता त होइन यो सिधो बाटो नै हो धरानको लागि, ठुलो बाटो हुन्छ हाइवे हो नि त यो। 1 घन्टा लाग्छ अरे।
एक घन्टालाई आधी एक घन्टा आधी राखौँ न यो त कता हो अर्कै रहेछ एक घन्टा आधी लाग्छ अरे ऊ गमला एक घन्टा आधी राख्छ अरे एक घन्टा भन्यो तर म एक घन्टा आधी राख्छु क्या किनकि मलाई एक्स्ट्रा टाइम आरामले हो कि म आरामले हिँड्छु होइन म चाहिँ अहिले उठेँ छ अरे चाक दुख्यो कि लास्टै मेरो बस्दा लास्ट स्टिप छ कि मेरो यो पछाडिको डबल छ डबल उस सक्छ अनि कहाँ चाकतामा लास्टै हुन्छ नि ठोकेर झन् आज यस्तो पिच बाटोमा यस्तो कच्ची बाटोमा कस्तो हुन्छ झन् सवारी मेरो हजुर तिमीलाई ओहो नेपालको फ्ल्याग झन्डा ओहो ट्राफिक कस्तो रहेछ करलाई हो क्या ट्राफिक अफिसर रहेछ यहाँ हाम्रो सर हुनुहुन्छ यहाँ यता जङ्गल छ क्या जङ्गल एरिया नि त यो त्यही भएर यहाँ चाहिँ मान्छेहरू हुन्छ ट्राफिक सर हुन्छ कि यहाँ चाहिँ धेरै जस्तो तर यहाँ ल्याङल्याङ गर्ने मान्छे नि हुन्छ नि फेरि अब चोर्ने हुन्छ यहाँ अब चोर्ने हुन्छ अरे यो जङ्गलमा त त्यस्तो छ अरे क्या त्यस्तो छ अरे यहाँ चाहिँ राति चाहिँ हाँसे नहिँड्नु भन्छ मेरो बुढीलाई यस्तो बाटो होइन राति त्यहाँ ठुलो जङ्गल छ टाइममै पुगिहाल्नु है बुढा भन्दै थियो अघि मलाई भिडियो कलमा गरेर 17 को 20 बाटोमा कहाँ जङ्गल उस छ जङ्गल छ हरान 50 किलोमिटर ल ठिक छ आधी घन्टा 1 घन्टा पुगिन्छ मजाले 1 घन्टा 50 किलोमिटर चाहिँ कति मैले 3.5 पुग्छु होला 3.5 पुग्छु म 50 किलोमिटर त पुगिहाल्छु नि 1 घन्टा 1 घन्टामा आशिकै स्पिडमा हिँड्नु पुग्छु क्या म आशिकै स्पिडमा गयो नि पुग्छु क्या अरू ठाउँमा 80 त होइन टप स्पिड 80 होला मेरो अनि म्याक्सिमम स्पिड 80 हो मिनिमम चाहिँ मेरो चाहिँ 50 55 60 सम्म हुन्छ मेरो किनकि नर्मल 3 गियरमा त भइरहेको छ यस्तो बाटोहरूमा हाइवेहरूमा 3 गियर भने त्यही 60 सम्म हिँड्छ कि मेरो 3 गियर 4 गियर 5 गियर भने चाहिँ 80 सम्म पुऱ्याउँछु 80 मा ठिक्कै हिँड्छ कि 5 गियरमा त्यो धेरै भाइब्रेसन हान्दैन अनि बाइक पनि धेरै असर पर्दैन आरामले हुन्छ कि 80 मा 5 गियरमा राख्ने अनि 80 मा छोडिदिने 80 मा ठ्याक्कै राखेर हात लक गरिदिने कि आफ्नो ह्यान्ड लक गरिदिने 80 मा ढिक्कै हुन्छ तेलले धेरै खाँदैन भाइब्रेसन धेरै हान्दैन दाइले धेरै असर नै पर्दैन कुन दाइ हो टिभीएस ओ कस्तो मोड्नु भएको त नि दाइले जिउ पहिला ह्यान्डलमा त जिउ मोड्नु भएको बिस्तारै हे दाइ बिस्तारै गाह्रो छ बाटोमा चिप्लिन्छ टायर मेरो भन्दा नि टायर सानो छ यसको यो बाइकको चिप्लिन्छ नि पछाडि मेरो अगाडिको टायर त छ पछाडिको टायर बाइकको अनि मेरो पछाडिको त ठुलो छ नि योभन्दा कति ठुलो छ मेरो यसको नि साउन्ड त बबल छ है यस्तो भित्र त्यो डिप साउन्ड आउँछ क्या भुर गरेर आउँछ क्या यसले भुर गर्दै आउँछ यसको चाहिँ लाउटे पड्किन्छ यो त ऱ्याङड्याङमा बटाल्यो भने त ट्राफिक वाले यस्तो ढङढङ भन्नु नलाउनु डङमा पड्किन्छ अनि पड्किन्छ ट्राफिकले हेरिदिएर झ्याङड्याङमा बटाल्यो भने त खुवाइहाल्छ यो करायो भने चिट काटिदिन्छ चिट काट्यो भने पैसा छैन मसँग पैसा नभएपछि के गर्छ बाइक लगिदिन्छ त्यही भएर नो रिक्स मामाहरूसँग बाँच्नुपर्छ मोडिफाई नगरे नि म चाहिँ बच्छु अलिकति त्यो उसै गरेर चलाउँछु मामाहरूको अगाडि चाहिँ रेस्पेक्ट गरेर अलिकति होइन त्यो भ्रमण गरेर चलाउँदैन म सिरीमा सिरिसलको चिनो ओहे कस्तो हावा हान्छ नि फेरि यो गाडी ठुलो गाडी आयो भने झ्याप्पै आयो भने लास्ट ठुलो हान्छ कि म चाहिँ ज्याकेट खोल्छु हेर लास्टै गर्ने भयो यार मेरो भित्रको मैले देखेँ अहिले धेरै उसको छ नि यो यामाहाको छ नि अराउन्ड 5 होइन यसको एफजेड V3 हो क्या यो V3 अपग्रेड भर्जन लास्ट धेरै देखिरहेको थिएँ मैले आज धेरै देखिरहेको छु बाटोमा अहिले चाहिँ अघि गएको दुईटा त्यस्तै बाइक हो आएको 3वटा बाइक त्यस्तै छ त्यही बाइक हो उफ्रिन्छ कि फेरि मोबाइल खस्यो भने उफ्रेर मा बिजोग फोन फुट्यो भने त मैलो मेरो जिन्दगी नेपालको फ्ल्याग अगाडि कुन चोक रहेछ यहाँ चोक नेपालको फ्ल्याग छ होइन अब चाहिँ लगभग नजिक होला धेरै छैन होला सही नेपालको फ्ल्याग रहेछ यता अनि बसहरू रहेछ यहाँ बसहरू आउँदो रहेछ यता लोकल बस हो कि त तर लोकल भन्दा चाहिँ अलिकति टाढा चाहिँ हिँड्छ तर यस्तो लङ बाटो चाहिँ हिँड्दैन बस सिरीमा सबको हजुर माया दिउँला तिमीलाई चिनो खै के दिउँ मसँग छैन बरीलाई
नकै दिउँ खै मसँग छैन पेडा पाउँदो रहेछ यता पेडा मैले खाएको छैन अहिलेसम्म खानु चाहिँ पेडा थाहा छ के बनाउँछ नि थाहा छ तर खाएको छैन है मैले एकचोटि नि राजा वीरेन्द्र के रहेछ वीरेन्द्रनगर हो कि हो त्यहाँ लेखिरहेको थियो मैले पढिन राम्रोसँग पढ्न नि भ्याउँदिनँ क्या त्यसरी पढ्न सक्दिनँ हाम्रो मन्त्र अडियो हेरेको त्यहाँ भिडियो पोस्ट गरेर हेर्नुपर्छ यार यो पढ्नलाई त म त आफै पोस्ट गरेर हेर्नुपर्ने हुन्छ कहाँ अहिले पोस्ट गर्न भ्याउँदिनँ म किनकि म लङ वेमा छु अहिले होइन जाँदैछु म अगाडि बाटोमा जस्ट माई टार्गेट इज धरान होइन बाइकको साउन्ड त आउँदैन होला तपाईँहरूलाई सुन्दैन किनकि हावा धेरै हावाको उनकै साउन्ड धेरै सुनेर छु मैले हेर्नु गर्दै रहेछ बाइकको साउन्डको लागि चाहिँ बाइकको त्यो साइलेन्सरमै फिट गर्नुपर्छ एउटा माइक पछि अलिक पछि भने फिट गर्छु म दुईवटा माइकवाला हुन्छ नि त्यो टाँसेर गर्नेवाला क्या यस्तो साइलेन्सरको ठ्याक्क आवाज राखिदिन्छु एउटा पछाडि ढुक्का सुन्छ बाइकको साउन्ड अनि त्यसको साउन्ड मिठो छ क्या फेरि यो हन्टरको चाहिँ सुन्यो भने चाहिँ है मजाले डिप साउन्ड भुरु भुरु गर्दै आउँछ क्या त्यस्तो ठुलो फायर नि हान्दैन फटफट गर्छ क्या मात्रै भने हरिप लाग्छ यसको चाहिँ साउन्ड नै धरान मास्टिरा 43 किलोमिटर धरान ठिक छ यतैबाट उयो तलतिर चाहिँ अर्कै रहेछ ठाउँ 43 किलोमिटर धरान धेरै छैन पुग्छ 1 घन्टा मात्रै ढुक्का हो लचक 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 हुन्छ त यार बाइक धगाउँदा त यार पुरा त चिप्ली गयो भने लचक लचक हुँदाखेरि बिस्तारै कुदाउनु पऱ्यो यार घुम्तीमा सबै काठको घर हो क्या पुरा डल्लै काठ हालिदिन्छ क्या दादा त्यो दौरे के रुके क्या हालिदिन्छ रुक्ने डल्लै हालिदिन्छ त्यही हो पिल्लर त्यही हो यहाँको यता घरको हेर्नु पुरै सबै घरमा त्यस्तै हुन्छ एउटै हुन्छ लगभग सबै घर यहाँ चाहिँ सिमेन्टिङको बनाउनु लागेको छ यहाँ चाहिँ अपग्रेड गरेको छ यो घर मेरो चटपटे गइरहेको छ यहाँ चटपटे तर अघि खाइसकेँ मैले अन्त खाइदिने चटपटे त मनपर्छ अघि खाएँ कि मेरो मैले तर यहाँ त्यहाँ 50 रुपियाँको मेरो चटपटे गएर मलाई खानै गाह्रो भयो एक्लै जबरजस्ती खाइदिएको थिएँ नि म त चटपटे छोड्दिनँ फेरि पाएपछि त मिठो पाउनु पऱ्यो मिठो लाग्थ्यो मलाई चाहिँ चटपटे होइन 50 रुपियाँको लास्ट धेरै तर धेरै नै हो त्यो त पोखरामा यति दिन्छ अरे 1 मुठा दिन्छ यार यहाँ त 1 प्लेट यत्रो ठुलो प्लेट 1 प्लेट एक्लै खाने गाह्रो भएको उता 1-2 सयको आफै एक्लै खाने मान्छे 100 रुपियाँ पर्छ पोखरामा यहाँ 50 रुपियाँको 1-2 प्लेट खाने आफैले यहाँ 1 प्लेट गाह्रो 50 रुपियाँकोले गाह्रो बनायो एक्लैले खानु धेरै भएर मिठो त थियो यता चाहिँ त्यही गाउँको स्टाइलले बनाउँछ सबपट्टि फेरि उताको जस्तो हुँदैन मेरो भाइजरमा पुरै धुलो धुलाएर छ यार आँखादेखि खालि देखाएन राम्रोसँगले फेरि भाइजर हाल्नु लास्टै हावाको साउन्ड आउँछ होला है भित्र त्यही भएर भाइजर हालिदिएको अरे भाइजर हालेन भने बाहिरको साउन्ड लास्टै धेरै आउँछ क्या हावाको साउन्ड हेर्नु त विन्डको साउन्ड त यस्तो आउँछ दङ 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 फाले यस्तै गर्छ क्या भुइँचालो गयो यस्तै हो ए भुइँचालो गयो क्या आसे भुइँचालो आइरहेको छ यार कतिखेर पोखरामा भुइँचालो 2 चोटि आयो यार म सुत्दाखेरि एकचोटि बिहान 4 बजे एकचोटि चाहिँ राति आएको थियो यार एकचोटि त लास्टै हाल्दा थियो अरे मजाले हाल्दा थियो एकचोटि त उठि गएको थियो एकछिन हेरेको हल्लिने थियो अनि अलिक धेरै हाल्यो अनि मिक्सिङ भनेको मऱ्यो अनि त्यही छुट्टै फेरि म सुरुमा आएको थियो अरे त्यो त मलाई थाहै भएन म त फेरि छुटेपछि त कुम्भकर्ण सुतायो नि त फेरि हामी ओहो बिस्तारै 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 हिँड काम त बिस्तारै यसरी हिँडेको देखाउने बुढीले माथा त्यहाँ बिस्तारै हिँड बिस्तारै यस्तरी गाडीहरू आउँछ तलबाट यस्तरी घुम्टी छ बिस्तारै हिँड्नुपर्छ यहाँ ब्रेक हाल्नु हुँदैन चिप्लिन्छ अनि यो चाहिँ एकदम उसो बाटो पिच छ कि त्यस्तो खालको पिच छ कि यो चिप्लिने खालको गोटी 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 छ है चिप्लिन्छ बाइक सरक सरक यस्तोमा मेरो फेरि उसो लाग्यो त्यो पानीमा कुदाउने खालको बाइक छ कि टायर छ क्या रनिङ टायर छ अनि
गोटी छैन यसमा त अनि एउटा टाल पऱ्यो त लात्तै चिप्लिन्छ त अनि चिप्लियो भने उक्नु गाह्रो हुन्छ कि टायरलाई लास्टै ग्रिपै होइन अनि चिप्लियो आयो चेकिङ रहेछ अगाडि चेकिङ रहेछ ऊ चेकिङ गरेर छ म त पर्दिनँ होला पर्ने के भयो त नि लाइसेन्स छाडेको छ बिल उठाएको छ उतादेखि आउँदैन मलाई चेक गरेर चाहिँ माइलो त्यसरी नगर्न हौ छाडे जाने गरी चोली लगाइदिउँ कि तिमीलाई मेरी माया चेकिङ खतरा परिरहेछ यार उतादेखि आउने वान वे चेक गरेर आएर छ पुरै टाइट तरिकाले टु वे होइन रहेछ वान वे चेक गरेर आएर छ त्यो गरेर अनि म पोखरदेखि आएको मान्छे यार बिलबुवार सबै पछाडि छ गोजीमा छ झऱ्यो भने टाढातिर सबै छ यत्रो बाटो हिँडेपछि त भइहाल्छ नि हामीसँग लाइसेन्स सबै हुन्छ त्यही यो नम्बर प्लेट देखेर नि छोडिदिँदो रहेछ क्या गन्दा पोखर नि त पोखरदेखि आएको मान्छे यहाँसम्म आएपछि त हुँदैन यसो हुनैपर्छ भन्ने हुन्छ कि फेरि बाहिर यस्तै हालत छ फेरि ढुल्दै ढुलो माटो हिलो के चाहिँ गर्छ र सरले नि पहिला जस्तो छैन अलिकति ट्राफिकहरू अलि चेन्ज नेम चेन्ज भयो क्या ट्राफिक पनि अहिले राम्रो छ बाटो त झ्याझु रोकिन्छ जस्तै के हो रोकेर अलिकति मिस्टेक देखायो भने ढ्याङडुङ चिर हानिदिने होइन फाइन हानिदिने हुन्थ्यो पहिला अहिले चाहिँ त्यो छैन टाइट भएछ अलिक ट्राफिकहरू अहिले त अहिले त्यस्तो अलिक सोझोमा सोझो बाङ्गोमा बाङ्गो भयो क्या ट्राफिकहरू बाङ्गोले बाङ्गो सोझोलाई सोझो सिधा कुरा होइन त्यही हो मेरो हजुर तिमीलाई सिरसिरे हावा चाल्यो हे कान्छी त्यो पाइ टाढैमा आउँ बसा कान्छी म सँगै पाएन गीत त यस्तो हानिदिन्छु नि मिठो फेरि म माइलो कस्तो खतरा गीत हानिदिन्छु होला फेरि मैले गीत हानिदिन्छ अनएक्सपेक्टेड हान्छ नि गीत त फेरि मान्छेले सोध्दै नसोधेको गीत गाइदिन्छु पिपल बारको बोध जस्तै हाम्रो जोडी होस् बुढी साथै यसरी नै झगडा पऱ्यो नि फेरि हाँस्ने हामी यसै सुने पातको उयोदिन्छ पिपलबाट पनि पात झर्छ फेरि त्यस्तै फेरि मुन्टा आउँछ त्यस्तै हाम्रो नै होस् लाइफ सुकेर गयो भने फेरि फुलोस् हामी फलम फुल्ने यसरी नै पिपल जस्तै होइन म सधैँ प्रार्थना गर्छु भगवान्सँग जससँग परमेश्वरसँगै भगवान् प्रार्थना गर्छु क्या म चाहिँ मेरो बुढीलाई धेरै उस नहोस् भन्ने कुरा हो क्या मेरो दुःख नदिएँ भनेको दुःख त गरिरहेछ यार बुढीले यार काम त्यस्तै विदेशको काम त्यस्तै हुन्छ त्यस्तै गएर त के गर्नु अब मन त जानु पाएन भने जानु भनेको छिटो यार लाँदैन पो त बुढीले लायो भने त लाने नमिल्ने भएर नत्र बुढीले लगिदिन्थ्यो मलाई सँगै भए त कति मजा हुन्थ्यो हामी नि यार बुढाबुढीको सिन काडुको त्यो टिकटकमा भिडियो हाल्छ नि त बुढाबुढीको टिकटक यस्तो आफूलाई जेलस फिल हुन्छ पक्न मनी हाल्छ जस्तो लाग्छ यदि कहिले जाने हो यार तर मलाई रुगा लगाएर छ यार ढुकुलले गर्दाखेरि ढुकेर घाम पानी हावाले गर्दा अघि बिहान पानीले पुरा त्यो शीतले भेट्यो अनि फेरि हावा चल्यो हावा चल्यो फेरि घाम लाग्यो क्या अनि अहिले त्यो ढुलो लाग्यो जस्तै त्यसपछि अलिकति मेरो नाक थरथर गर्दैछ नाक थरथर गर्दैछ मेरो बिकज ढुलो खाइन् धेरै मैले आज ढुलो पानी खाइन् इग्नोर माई इङ्ग्लिस मेरो इङ्ग्लिसलाई चाहिँ वास्ता नगरौँ होला फन्नी कमेडी इङ्ग्लिस हो है त्यही बाटो त्यत्रै बाटो त्यही झर्छु झर्नु त मलाई थाहा छ यो बाटो त्यहीँ जान्छ तर पहाड आउँछ कि एउटा चाहिँ पहाड आउनु पर्ने किनकि त्यो पहाडमा त्यसरी चढ्नुपर्छ क्या तल कत्ला आउँदाखेरि त्यो पाहाडमा झर्ने अनि त्यहाँबाट ठ्याक्क त्यो पुल छ पुल टारेपछि पल्लोपट्टि ठ्याक्कै त्यो त्यो पावर सप्लाईहरू भेट्छ सोलर पावरहरू भेट्छ पावर सप्लाईहरू त्यहाँदेखि चाहिँ सिधा गएर चाहिँ चत्रा पुगिन्छ चत्रादेखि चाहिँ माले कति माथि गएर ढार्नु गएर पुगिहाल्छ नि जङ्गल बाटो छ अलिअलि जङ्गल बाटो छ जङ्गल चाहिँ जानुपर्छ ओहो कच्ची बाटोदेखि मैले अलिकति एलर्जी छ क्या मेन त हात दुख्छ क्या कच्ची बाटोले लास्टै हात दुखाउँछ क्या हातबाट नै नसर्ने गरी दुखाउँछ त अनि सधैँ हुने हो त्यो भन्छ बास धेरै मान्छेहरू छ त चलपल रहेछ त चाहिँ धेरै नै अलिक उयो छ बिहार मेरो बुढीको चिनो पो यता मेरो बुढीको चिनो पो राखिरहेको यहाँ बाइकमा
के राख्नुपर्छ अरे। अनि मेरो अब यहाँ गाडीमा गाडी भएकोलाई त चुरा पोटे राखिन्छ होला, बाइकमा कहाँ राख्नु भन्ने कुरा हो। चुरा पोटे घुमाउनु भएन बाइकमा, फेरि फुटिहाल्छ। ओहो बिस्तारै धरा छैन नि मेरो क्यामेरा। ठिक छ नि मेरो? ठिक छ ठिक छ ठिक छ। फेरि फोनै खस्यो भने बिचो अलि स्पिडमै छु भने फोन खस्यो भने त फोन त चकचुर हुन्छ त, झराम झुरुम हुन्छ। ला 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 ला। म चाहिँ लङ बाटो हिँड्दा भिडियो बनाउनु मलाई छ हौ। अलिकति छोटो बाटो हिँड्दा कस्तो बनाउने मलाई के बनाउने भन्ने हुन्छ कि एउटा त। अब एउटा ल भिडियो अपलोड गरिदिइराखेर अब कमेन्ट आयो भने त त्यो कन्टेन्ट भेटिँदै देखाउँछ क्या। कमेन्टदेखि नै कन्टेन्ट निकाल्न सकिन्छ। सुरुमा त गाह्रो हुन्छ क्या, के बारेमा भनौँ भन्ने हुन्छ, कन्फ्युज जस्तै हुन्छ क्या। अनि अलि त्यो भाइरल हुन्छ नि, धेरै मान्छेहरू सपोर्ट पाउने त थाहा पाइहाल्छ क्या। कमेन्ट हेर्छ, कमेन्टमा सरलप हेर्छ कसको धेरै भोटिङ गर्छ होला उनीहरूले नि मनमा नै। कुन चाहिँ कमेन्ट धेरै छ त्यही कमेन्ट अनुसारले कन्टेन्ट बनाइदिन्छ उनीहरूले। त्यहाँ फेरि भिडियो हाल्ने उनीहरूले। त्यो फेरि त्यो भिडियो आएपछि हेर्छ मान्छेले। त्यस्तो हो के, त्यस्तो लाग्छ मलाई चाहिँ जहाँसम्म होइन। म त अब हो के भन्नु, म त फर्स्ट टाइम भिडियो बनाउँदैछु। मेरो नि दिन आउँला त्यस्तो कुनै दिन त्यस्तो आयो भने मन त कमेन्ट केबाट थ्रुबाट म त फेरि जे भन्छु त्यही जे गर्छु त्यही भन्ने छु क्या। फेरि म त भिडियोमा आएर त त्यस्तो चाहिँ हुँदैन होइन। लुकाएर चाहिँ म गर्दिनँ केही नि। ओपन खुल्लामा चाहिँ गर्न चाहन्छु। म त मेरो फेस रिभिल चाहिँ हुँदैन होइन। पछि अब डिमान्ड आयो भने बल्ल गर्ने, नत्र त फेस रिभिल किन गराउनु पर्दैन। कन्टेन्ट राम्रो दियो भएर नि पब्लिकलाई राम्रो भिडियो अनि राम्रो कुरा भन्न पाएँ, खुसी भयो ल। ठुब्रै किन देखाउनु पर्दैन होइन। जस्ट ओन्ली फर द कन्टेन्ट है। सवारी मेरो तिमीलाई ओइ पुतल ठोक्यो यार अघि। पुतल लास्ट टाइम मदो रहेछ सर ठोकेर यार। हेलिकप्टर अघि त लाम्मै आँखामै आएर छ ठोकिनु। अलि स्पिडमै हुन्छ, स्पिडमा भएपछि ठोकिन्छ, ठोकेपछि गइहाल्छ पुतली। थाक हुन्छ नि त्यसपछि जिन्दगी खान्छ त्यसको। पार्क हो कि हो त? फुटबल खेल्ने ठाउँ रहेछ यता चाहिँ। फुटबल पार्क भन्दा नि भयो नि, फुटबल खेल्ने ठाउँ फुटबल पार्क सबै हुन्छ यता चाहिँ। यता मान्छेहरू आउँछ होला हौ यहाँ खेल्नुलाई। राम्रो ठाउँ त, राम्रो रहेछ। घर रहेछ नि त यहाँ नि, धेरै रहेछ नि त बासिन्दा। यता छ, यता पल्लोपट्टि त बल्लोपट्टि रहेछ। यता त्यो घर त कस्तो एउटा मात्र बनाएको त डल्लै सबै टिनको पो रहेछ त्यो घर त। साथी मन्दिर हो कि के हो? घर त होइन जस्तो लाग्यो, मन्दिर जस्तो लाग्यो है जामसम्म देखेर। अति चाक दुखिसकेको छ मेन त मेरो होइन। के भन्नु, चाक दुखी थामेर गएपछि ढल्किने हो। म उठ्दिनँ के अरे, सुतेको गर्छु म। सुतेको हुन्छु ल म अझ गएर झन्। भाइहरूले हेर्छ कि क्यामेरा भएपछि फेरि हेर्छ क्या मान्छेहरूले। अनि त्यसले त के सोधिदिन्छ अब च्यानलै बनाएन, च्यानलको नाम पनि फुटिन्छ। अनि 80-100 भएर चाहिँ मैले यो चिनमनमा थियो त्यो बेला, चिनमनमा त हालिरहेको थिएँ मैले। भर्खर किनेर हालेको त नि, माथि किनेर आउँदै थिएँ सोधिएर त्यो के अरे ट्राफिक लाइट हुन्छ नि त्यहाँ पर्दाखेरि सोधिरहेको क्या अब मलाई के भन्ने। अनि म च्यानल बनायो होइन, अलिक पछि बनाउँछु भिडियो पनि बनाएन मैले भनेको थिएँ। च्यानल भने अगाडि हाम्रो नाम टास्ने अरे र नाम कहाँ टास्ने हो, च्यानलको नामै सोधेको छैन मैले त। च्यानलको नाम त म हाल्छु त्यही नि, म राख्छु अन्त च्यानल बनाउने हो। त्यो भिडियो चाहिँ हालिराख्छु च्यानलमा, भिडियो चाहिँ आइरहेको छ होइन। त्यही किनकि म चाहिँ भिडियो हिँडिरहेको छु नि त, हिँडेपछि आफ्नो भिडियो सेयर गर्नुपर्छ जस्तो लाग्छ मलाई होइन। मैले सेयर गरेको भिडियो राम्रो ठाउँमा पुगोस् अनि सबैले राम्रोसँग हेरोस्, केही बुझोस् मैले भनेको कुराहरूबाट, केही सिक्न पाओस् भन्ने कुरा हो कि। सिक्न त के सिकाउँदैन मैले सिक्ने बेला छ होइन। कुनै अब सबै कुरा बुझेको हुँदैन, अनि मैले सबै कुरा बुझेको हुँदिनँ। धेरै कुरा सिकिन्छ, धेरै कुरा सिकाइन्छ, त्यही हो लाइफमा। तर सहर फेरि आइपुग्यो, अब सहरमा लास्टै कन्फ्युज हुनेलाई फेरि यहाँ कता बाटो भन्दै सोध्नुपर्ने अवस्था आउँला छ। ठुलो बाटो सिधा गयो भने त हराउँदिनँ म, अर्को बाटो जुड्यो भने चाहिँ गाह्रो बनाउँछ मलाई होइन। किनकि कन्फ्युज बनाउँछ क्या, अब कुन बाटो घर जाने बाटो भन्ने जस्तो लाग्छ कि। यो त सिधै जाँदैछ, सिधै जाउँ होइन।
सिधा बाटो जानुपर्ने अवस्था। उयो लास्ट ठुलो रहेछ पिपर बर्कुबर मेला हो कि आज यहाँ मेला जस्तो लाग्यो मलाई त। यहाँको मेला कस्तो खतरा हुन्छ क्या, सबै सब्जी लिन आउँछ उस्तो सब्जी लिन आउँछ क्या। म नि पहिला यता यस्तो तल क्षेत्र बसेको नि त, अनि सब्जी लिन आउँथेँ कि म नि यस्तै सब्जी लिएर आयो, सब्जी लिएर गयो पकायो खायो त्यस्तो। रोटी बनायो भने रोटी खान्थ्यो, यता धेरै रोटी खान्छ यता यो तल क्षेत्र एरिया। रोटी मलाई नै मन चाहिँ पर्छ, रोटी चाहिँ खाइदिन्छु म। यहाँ त चिलमा छ, हेलमेट सेलमेट लाउँदैन क्या मान्छेहरूलाई। कति मजा छ यहाँ, तर हेलमेट चाहिँ लाउनुपर्छ लाग्छ हो, आफ्नो सेफ्टीको जस्तो लाग्छ। किनकि लड्यो भने किन बचिँदैन त, हेलमेट लगाएर के गर्ने भन्ने जस्तो गर्छ क्या मान्छेहरूले। तर लड्ने र मर्ने कुरामा त होइन नि त हेलमेट लगाएपछि। अब यस्तो उही हिँडेर आउँछ अगाडि होइन, अनि किराहरू छिर्छ आँखामा छिरेर छिटो ठोकिन्छ नि त कहिले त। आँखामा छिर्यो भने यसरी बुझेर आगो फुटाइदियो भने मान्छे, अनि के गर्ने त्यो हो क्या। अनि त्यस्तो कुराहरूले चाहिँ धेरै इफेक्ट गर्छ क्या। अनि हेलमेट चाहिँ धेरै जस्तो लगाएर हिँड्नु राम्रो हो, बाइजर हाल्नुपर्छ, बाइजर हालेर हिँड्दा राम्रो। किनकि अगाडि सेफ्टी हो क्या, सेफ्टी त लाउनुपर्छ। सानो कुराले नै कति इफेक्ट गर्छ क्या साधारण भनेको। अब सबै स्पिडमा हुन्छ होइन, यो भनेको अलिकति सुक्का मिस्टेक हो गयो क्या। सेफ्टी चाहिँ लगाएको राम्रो है, मलाई जहाँसम्म लाग्छ होइन। अब त्यो कुरा नि हो। म चाहिँ लाउँछु हेलमेट, पहिल्यैदेखि लाउँथेँ। साइकलमा त हेलमेट लगाएर हिँड्ने मान्छे म, अनि बाइकमा झलाउँछु होला त म। अनि हेलमेट पनि छ यार, पुरानो हेलमेट दुईवटा छ मसँग। पुरानो एउटा नयाँ हो, बाहिरदेखि आएको एउटा हेलमेट छ, यो चाहिँ पुरानो हो, यो चाहिँ किनेको हो। यो अलिक महँगोवाला चाहिँ लगाएर हिँड्छु क्या म। यो चाहिँ स्मोकको है चाहिँ, स्मोकको हेलमेट हो, अलिक महँगो रहेछ। अर्को त 2500 2000 पर्ने अर्को हेलमेट हो। कतिजना ठिकै छ, वेट ठिकै छ, तिनीहरूको वेट अलिक भारी छ नि त, यो त भारी वेट छ अलिक। तिनीहरूको चाहिँ लाइट वेट छ, तिनीहरूलाई हिँड्दा जति टाढाबाट हिँड्दा नि टाउको दुखाउने, घाँटी दुखाउँदैन, यसले चाहिँ दुखाउँछ, फेरि यसले त दुखाउँछ। अलिक दुखिसकेको छ मेरो, अलिक दुखिँदैछ मेरो यहाँ। यसरी नफालौँ होला यार, गाडीबाट फोहोर फाल्ने काम नगरौँ प्लिज। म यहाँ फोहोर यार झोलामा हालेर हिँडेको छु यार, खाजा खाएकोहरू। जङ्गल भन्ने पनि जीव जन्तु बस्छ कि हिँड्नु, मान्छे नबस्ने या जीव जन्तु बस्छ, उनीहरूलाई नि सफा चाहिन्छ क्या उनीहरूलाई नि। फोहोर भयो भने त उनीहरूलाई नि। अब साइकलको हेलमेट लगाएर हिँड्नु दिदी रहेछ अझ, अब लेडिसले चलाइदियो साइकलको हेलमेट लगाएर, बुलेट बाइक क्लासिक 350 के भन्नु अब, रानी हो क्या रानी। त्यता चलाउने राजा हुन्छ अरे, के चलाउने रानी हुन्छ अरे भन्छ बुलेट बाइक। यहाँ बुलेट छैन रहेछ त, एभेन्जर पत्ता एभेन्जर नि एभेन्जर नि लास्ट राम्रो छ बाइक त। बुढो मान्छेको लागि चाहिँ ओल्ड मान्छेको लागि चाहिँ एकदम राम्रो लाग्छ एभेन्जर बाइक ठिक छ। ओल्ड मान्छेको लागि चाहिँ मलाई साह्रै 60को स्पिडमा हिँडिरहेको छु म, 4 गियरमा है। त्यही होला सायद बाटो त, त्यहाँ त बोर्ड त देखेन, त्यो नि मलाई कन्फिडेन्स चाहिँ छ त्यही हो भनेर। किनकि हाइवे बाटो सबैले धान जान्छ। ग्रिन सिक्किमदेखि आएको अरू छैन, धान हिँडेको पक्कै नरह नि। सिक्किमको गाडी ग्रिन लेखिरहेको छ, नम्बर प्लेट त्यो माथि रहेछ सिक्किम नि लास्ट राम्रो ठाउँ छ नि। को स्पिड पुग्यो यार, अहिले त स्लो गर्नु पऱ्यो अलि यार, धेरै स्पिडमा हिँड्नु पऱ्यो। स्पिडमा हिँड्ने हो कि 80मा हो कि, धेरै स्पिड होइन, 80 मात्र स्पिड हो मेरो। स्पिड लिमिट सेट गरिसकेँ मैले 80 भनेर, 80मा हिँड्ने, धेरै स्पिड होइन। 80मा हिँड्ने हो, खासी खाने हो, खासी त खाँदैन यारमा। कस्तो नाक दुखिरहेको छ यार, उगा लागेको छ यार मलाई बिजोग तरिकाले। रोड आउँदा हुँदैन यार, बिमारी भयो भने त अनि मेरो काम धेरै पो छ त यार, काम बिमारीमै भयो भने त के गर्नु। चाहना मेरो चटपटे सबै खाइरहेको छ यहाँ चट्टा बसेर होइन। साथीभाइहरू आउँछ यहाँ भेला भएर सबै खाने हो कि यहाँ त। त्यो दिदी अहिले तल जानुपर्छ गरेको लागि त्यहाँ हुँदैन, जङ्गलतिर जानु अलिक मान्छेले अलिकति हेर्दा नि राम्रो देखिँदैन होइन।
अलिकति जस्तै अब नदेखे चिनेन भने नि त अलिकति हुन्छ नि चिनेन भन्नुभन्दा नि अलिकति देखेर अलिकति मान्छेले अप्ठ्यारो फिल हुन्छ कि त्यो गर्नु चाहिँ हुँदैन है मान्छेले भएपछि मान्छेलाई सबैलाई थाहा त हुन्छ कि बाइक रोकेपछि जङ्गल बाटोमा रोकेपछि बाइकमा रोकेपछि कि पिसाब गरेर हुन्छ पिसाब होला रोकेर होला भन्ने हुन्छ त्यही पनि त हो ओहो हो कति बाटो आयो तल रहेछ यार ओहो बसहरू नि के यस्तो खतरा आइरहेको त धुलो 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 मैलो धुलो इग्नोर धुलो है आया भुरुरु गर्छ कि बाइक फेरि मेरो मिठो साउन्ड आउँछ कि यसमा चाहिँ यस्तोमा चाहिँ लो आरपिएममै राम्रो आउँछ साउन्ड यसको त हाईमा त भ्यार गर्छ मेरो पान्जा फाटिसकेको छ कान्दो र यहाँ गर्दाखेरि 400 रुपियाँको पान्जा हो राम्रो छ क्वालिटी राम्रो छ हावा मजाले फाल्छ हावा मजा हातमा हावा लाग्दैन लामो नि छाली कारण मेरो ज्याकेट छोटो छ त्यही भएर मेरो चाहिँ हात कालो भइसक्यो यहाँ ज्याकेट बुढीले कराउने भयो मलाई कालो बनाउने न भन्दै थियो मलाई कालो भइसक्यो म है यहाँ मच्छर टाँसिएको छ यार सिसामा यस्तो हुन्छ क्या मच्छरलाई ल्याम्मा टाँसिन्छ क्या सिसामा ओ अलिक पुछिरहेको थिएँ यार सिसा सिसा पुछ्दै थिएँ यार म यस्तो उकालो छ होइन 4को गियरमा हिँडेको छु कि म भन्छु कस्तो पावरलाई त यो बाइकको सोध्दैन बुढी यस्तो उकालो छ 4को गियरमा 4 गियरमा हिँडेको छु म त्यो नि कति स्पिड 60को स्पिडमा हिँडेको छु 4 गियरमा तारा रा भन्दै हिँडेको छु म उयो कता डाँडा त आयो तलतिरै हो भनेदेखि अब ओह्रालो जस्तो लाग्यो अरे म चाहिँ उठ्यो एकछिन लास्ट झुट्टा दुख्यो कि चाक दुख्यो कि मेन्तामा सिधा कालो कार ओइ 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 बिस्तारै दाजु बिस्तारै दाजु बिस्तारै मलाई डर लाग्छ मेरो ठुल्ठुलो गाडीहरू आउँछ हेरेर कुदाउने भन्दै थियो ठुल्ठुलो गाडी लास्ट ठुल्ठुलो गाडी आउँदो रहेछ यहाँ भनौँ न उता मेन बाटोमा कस्तो ठुल्ठुलो गाडी आउँछ कति ठुल्ठुलो गाडीहरू आउँछ नि यहाँ के परेछ लफडा परेछ कि यहाँ मामाहरू आउनु भएको त हाम्रो पुलिसहरू ट्राफिक मामा हो पुलिसहरू सरहरू हो भन्नु खोजेको होइन सबैले मामा भन्छ नि त त्यहाँ मुखमा झुन्डिसक्यो मेरो नि सबै पुलिस त पुलिस हो सबै ट्राफिक अलिकति त्यो उनीहरूको ड्युटी फरक हुन्छ ट्राफिकहरूको ट्रेनिङ फरक हुन्छ कि सायद जहाँसम्म है ओहो आयो बर्सेट आयो फाइनली गाइज अब चाहिँ पुल भेट्यो अब पुग्यो ए यो नाडी तार्ने हो यो पुल पर छ अनि यो पर देखिरहेको छ के अरे मन्दिर देखिरहेको त्यहाँ पर होइन पर पुल छ क्या पुल तारे सिधा सरर त्यहाँदेखि थाहा क्या मलाई त्यहाँदेखि त बाटो एटुजे थाहा छ क्या मलाई त्यो बाटो पहिला म भारी बोकेर हिँडेको मान्छे अनि थाहा छ क्या मलाई त्यो बाटो चाहिँ कतिरहेको जङ्गलको मुनि पनि थाहा कि मलाई के छ भनेर अहिले त बाटोमा हिँडेको अहिले त उसहरू बनाइसक्यो नि त रोड बनाइसक्यो अहिले माथि भएन पहिला मुनि बाटो थियो नि त मुनिको सबै थाहा कि मलाई कहाँ के छ भनेर कति राम्रो देखे कि यो त चाहिँ नेपालको झन् धेरै ठाउँमा छ क्या एकदम राम्रो लाग्छ आफ्नो फ्ल्यागलाई देखेर चाहिँ जो मान्छे नि ह्याप्पी हुन्छ होला क्या आफ्नो फ्ल्यागलाई देखेर त है फ्ल्यागहरू राम्रो छ चाहिँ घुम्न शनिबार धेरै घुम्नु निस्किन्छ कि मान्छेहरू हजुर म मात्र शनिबार हिँडेको अझ म किनकि म शुक्रबार हिँड्नुवाला थिएँ शुक्रबार घरबाट अलिकति कुरा मिलेन नहिँड्नु भन्यो अनि बुढीले नगर्नु भन्यो तर शनिबार जाउँ होइन शनिबार हिँड्नु भने तर शनिबार अलिक बाटो चाहिँ मेन बाटो चाहिँ खुल्लै हुँदो रहेछ मलाई उतादेखि आउँदा जामै परेन सरर आएको पोखरादेखि मुगलिनसम्म त केही जाम थिएन म त मुगलिन थाहा नपाइ पुगिरह्यो एकैछिनमा पुगिरह्यो मुगलिन त मुगले के यस्तो बाटो घुमाएपछि बल्ल थाहा भएको हो अब त मलाई बाटो थाहा छैन राम्रोसँग हिँड्नुपर्छ भनेर बिस्तारै हिँडेको उता मुगलिन उता त बाटो रहेछ नि त अनि यस्तो ठुलो छ बाटो नि अनि पिच्ने चिल्लै बनाइदिएको क्या यो भन्दा नि स्मुथ छ क्या त्यहाँको बाटो यहाँ चाहिँ टायरले के छुरा थाहा हुन्छ त्यहाँ थाहा हुँदैन क्या त्यहाँ चाहिँ टायरले भुइँ छुट्छ कि नै थाहा हुँदैन चिल्लो छ कि लास्टै मन्दिर हो गयो मन्दिर
यता आउँदो रहेछ यार यो बाटो, मलाई थाहै थिएन यार यता आउँछ भनेर यो बाटो। यता आउँदो रहेछ, परदेखि यो बाटो आउने हो नि त यो पुलदेखि। बर्सिता बाटो आइपुग्यो, बर्सितादेखि त अलिक उतै जानुपर्छ म। हुन्छ अलिक उता परसम्मै जान्छ यो बाटो, तर जुन खोला थियो त्यो खोला चाहिँ तार्नै पर्छ क्या, पुलदेखि पर तर्छ क्या म। सवारी मेरो तिमी, सरी बाटोबाटै हाने मैले, सरी। यहाँ चाहिँ बिचमा, बिचको लाइन बिचमा एकदम हिँड्नुपर्छ यहाँ चाहिँ, यहाँ कतार घुमिसनक कहाँ थाहा हुँदैन, छेउमा हिँड्नु त गाह्रो बनाउँछ। हमको डर लगता तो है, बहुत डर लगता तो है, डर रहेंगे क्या करेंगे। यहाँ चाहिँ यो गाडी चाहिँ धेरै काम लाग्छ यता चाहिँ। यहाँ पुग्यो यो पुल त हो नि, यो पुलको कुरा गरेको। यहाँदेखि यता गयो भने मेरो गाउँ जाने बाटो, यता गयो भने उपर चेकिङ बस्छ नि मामाहरू, बसिरहनु भएको रहेछ अहिले, चेकिङ भइरहेछ नि त्यहाँ धेरै जस्तो। तर यो आउटको चाहिँ हुन्छ, इन्ट्रीको चाहिँ खासै हुँदैन क्या हो, इन गर्दा चाहिँ हुँदैन, बाहिर निस्किँदा चाहिँ चेक हुँदो रहेछ, चेक हुन्छ त्यहाँ। त्यहाँ चेक गर्ने केही छैन, म त चिलमा हो। यो पुल चाहिँ एकदम राम्रो छ होइन, फोटो खिच्ने भिडियो खिच्ने धेरै छ मान्छे यहाँ, तर म चाहिँ खिच्दिनँ किनकि मलाई चाहिँ खिच्नु छैन। म चाहिँ खिच्दिनँ अहिले। टावर आउँदो रहेछ, टावर चेक गरेर छ पुरा। यो चाहिँ अब चत्रघाट भन्दा नि भयो, पानी बोटहरू पनि चल्छ यहाँ बोट काउन्टर छ यो हो, बोटहरू पनि चल्छ यहाँ। अनि एकचोटि म बोटबाट गएको छु यहाँदेखि, भारी मजा हुन्छ बोटबाट नि। रिक्स चाहिँ छ कि, रिक्स नै हुन्छ, मजा नै आउँछ, जहाँ रिक्स त्यहाँ मजा। अब यहाँ त थाहा भएको छैन यता त मलाई पुरै, पहिला यहाँ यो बाटो तलतिर जान्थ्यो हामी, अहिले माथिबाट रोड बनाएको पुरै चिल्लो बनाएको रोड त। यहाँदेखि यहाँ तलतिर यसरी जान्थ्यो पहिला हिँडेर, ऊ तलतिर। अनि पराएको चाहिँ निस्किन्छ, जात्राको मुनि फेदमा निस्किन्छ, त्यहाँदेखि फेरि कल आउनु पर्थ्यो। पहिला चाहिँ हामी भारी बोकेर आउँदाखेरि, सुन्तला भारी बोक्यो त्यो बेला। ओहो बाटो तामा कडक्स, उया यहाँ खोला हो नि त, त्यही भएर बिग्रियो पुरै बाटो रहेछ। खोलामा त बिग्रिन्छ बाटो, जान्दै यो खोलाहरूमा त। म पोखरदेखि यार धारान आइपुगेँ यार कडक्स। ल अब चाहिँ जात्रा पुग्यो भने चाहिँ त धरान त अब कति नै चोटादेखि त नजिकै हो, आधी घन्टा लाग्छ होला, तर मलाई आधी घन्टा यहाँ बिस्तारै हिँडिरहेको छु होइन, पुरानोमा अरू बेला हिँडेर धेरै बिस्तारै हिँडिरहेको छु। यो चाहिँ नदी हो है, हेर्नु सक्नुहुन्छ। अहिले पुरै सुकिरहेको तर यार हिउँदो लगाएर क्या, मात्र यहाँ मान्छेमा आउँछ पुरै ठुलो बग्छ यहाँ। अहिले त हिउँदोले पुरै सुकिरहेको, पुरै सुकिरहेको, यो पुरै बगादेखि सबै उगा छ नि, यो सबै उगा छ यो नदीले। बर्खामा त हिउँदो भएर पुरै बिचमै गइसक्यो यार, खोला सुकिन्छ, धेरै सुक्छ यार। तर पहिला छैन यार मौसम, लास्ट धेरै सुक्छ यार, अहिले सुक्छ यार। la 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 कुरा गर्नु का सारी बाटो भयो सारी देउताको महिमा भयो। उसो यो इलेक्ट्रिक गाडी नै त छ यार, इलेक्ट्रिक गाडी हिँड्ने त मस्तले इभीहरू। त घरमै चार्ज गरेँ त, नत्र कहाँ चार्ज गर्ने, यहाँ चार्ज गर्ने ठाउँ छैन जस्तो लाग्छ यता। त्यो सर्ट रेन्ज चाहिँ लिएर हिँड्छ होला, सर्ट रेन्ज चाहिँ ठिकै हो, लङ रेन्जलाई त अलिक चार्जवाला त गाह्रो हुन्छ यार। चार्ज लाउने टाइम आउँदो रहेछ, त्यो भाइ 5 मिनट नै भरिदिन्छ, 5 मिनट लागेन 1 मिनट भरिदिन्छ झर्रै। प्रदूषण चाहिँ अलिक गर्छ के गर्नु, पावर नि चाहियो होइन, अनि सजिलो नि अलिक हुन्छ यसबाट। त्यो अब साधनलाई चाहिँ मजाले हेर्नु पऱ्यो, प्रदूषण नगरोस् भन्न चाहनेलाई चाहिँ। पहिला यो बाटो कति यार भारी बोकेर यहाँदेखि तलतिर गइन्थ्यो होइन, तल गएर यहाँ तल छ कि पुल छ कि सानो पुल, अब जात्रा पुग्यो, अब त पुग्यो, पुलदेखि उकालो गएर यसो जानु पर्छ, जात्रा पुग्छ क्या। जात्रा पुगिन्थ्यो त्यहाँदेखि, जात्रा पुगेर सुन्तला बेचेर होइन घर फर्किन्थ्यो, के सामानहरू लिएर, चामलहरू नुनहरू तेलहरू लिएर होइन। त्यो दुःख सम्झिन्छु म अझै नि, याद छ राम्रोसँगले, दुःख थियो भनेर।
पुरै मन्दिर छ कि यहाँ चाहिँ धेरै यहाँदेखि भित्र थियो एउटा बाटो अहिले चाहिँ रोडबाट सिधा पहिला चाहिँ बाटै थियो यहाँभित्र छ तर यो बाटोभित्र हो अहिले सिधै जान्छु किनकि धरान जाने बाटो सिधा हो अहिले उता गएर सिधै परनी सिधाको माथि चोकमा तत्र चाहिँ सिधैन म किनकि ढिलो हुन्छ नि त मलाई अहिले लास्ट जिउ दुखिरहेको छ गएर सुत्नु पर्ने हुन्छ म चाहिँ होइन आराम गर्छु गएर जिउ दुखेको गर्नाले म चाहिँ छिरिन तत्र चाहिँ डाइरेक्ट जान्छु मेरो जान पढेको मेरो जाने मन ओहो हाम्रो साराहरू हिँड्नुहुन्छ यार बाइकमा गरेकै बाइक रहेछ गनहरू ए लक्की पो रहेछ गन सोचेको त लक्की रहेछ म त उहाँ त बोक्नु छ नि त उता उसको सशक्तहरू नि त बोक्न पाउँछ कि उनीहरूले त गनहरू मजाले बोक्छ नि उनीहरूले त त्यो राइफलहरू त्यो उसहरू के अरे मेन त उस बोक्छ क्या त्यो MK47 अनि कोही अर्को बोक्छ M160 बोक्छ SLR त आर्मीले क्या सायद आर्मीले SLR आर्मीले बोकेर हुन्छ लङ सर्ट हान्नलाई सर्ट लङ सर्ट दुइटै काम लाग्छ SLR त पर अब भेटिन्छ फेरि त्यो के अरे झन्डाहरू भएको यहाँ पर छ क्या त्यहाँ गएर भेटिन्छ फेरि झन्डा भएको त्यहाँदेखि चाहिँ मस्तिर लाग्नु पर्ने हुन्छ म सिधा गएन उतै जान्छ मस्तिर गयो भने चाहिँ धान पुगिन्छ सबै झरन हिँडेकै मान्छेहरू रहेछ उनीहरू म भन्दा अगाडि आउनु भएको थियो उहाँहरू मैले भेटिसकेँ सरी ल सबैलाई पर्दै खाने मैले डोन्ट माइन्ड है डोन्ट माइन्ड के गर्नु है लास्टै उब्रियो क्या मेरो यहाँदेखि मास्तिर आऊ म चाहिँ बिस्तारै जानुपर्छ यहाँदेखि चाहिँ बिस्तारै जानुपर्छ बाख्राहरू छ यहाँ बिस्तारै हिँड्न यताबाट के भन्दा के रहेछ लास्टै रहेछ त्यो मान्छेहरू यार यहाँदेखि यस जग्गा चाहिँ धरान पुग्छौँ फर्स्ट टाइम लाइफमा बाइक लिएर धर्न आएको म यार जिन्दगीमा कति वर्षपछि अब बिचमा जङ्गल छ ठुलो हरियो जङ्गल छ बिचमा त्यहाँ एकछिन बस्नुपर्छ कि हो एकछिन आराम गर्नु छ होला म सायद धरान बिचको जङ्गलमा पुरै हरियो शीतल छ भने चाहिँ बस्छु नत्र बस्दिनँ म उतै गएर बस्छु रुममै एकचोटि कस्तो छ नि मेरो पस्न खस्यो फेरि यहीँ सबै छ यार मेरो बिलबुक सिलबुक खस्यो भने त बिचो हुन्छ त यार यो त खसेन धन्न ए कतिबाट छ क्या अब अलिकति अगाडिसम्म त खोला हो नि त पुरै यो त बर्खामा त्यहाँ त अनि खोला पानी आएर के माथिबाट गाह्रो बनाउँछ नि यहाँ त अनि बर्खामा त मान्छेलाई यसले त हिँडो भएर चिलमा छ नि यहाँ बर्खामा नि आएको छु कि म यो बाटो एकचोटि बाइकमा तर चाहिँ ससुराले सालोको बाइक लिएर आएको त्यो बेला मलाई लाइसेन्स थिएन यार सालोको लाइसेन्स थियो त्यही बेला चलाइदिन्थेँ मैले होइन अनुहार मिल्नु थाल्यो अलि ए कतिचोटि चेक पऱ्यो देखायो छोडिदियो बाबुको नाम चाहिँ सोधेको थियो मैले थाहा थियो बाबाको नाम ससुरा बाबाको नाम थाहा छ त्यहाँ सोधेको थियो भनिदिन्थेँ चलिदिन्थ्यो त्यसपछि दिन्थ्यो कुरा गर्यो बेसारी माया लाग्यो बेसारी यस्तो कति बाटोमा यस्तै हात दुख्छ क्या लास्टै ए पुरै हात दुख्नु थाल्छ कहिले नै धुलो भयो दाइ म जान्छ अगाडि धुलोले फाक बनाएको छ मलाई सासूआमाले चाहिँ गाडीमा आउनुभयो ज्वाइँ भन्नुभएको रहेछ बाइकमा आएको म भनेको त बाइकमा आएको यति लामो बाटो भनेर थियो चिन्ता लाग्छ क्या आमालाई चाहिँ फेरि छोरासे लाग्छ अरे चिन्ता लाग्छ अरे क्या सोध्नुहुन्छ क्या जहाँ गयो भने के कसरी जानुभयो कतिखेर जानुभयो यहाँ त धरान जाँदा नि धरान पोखरादेखि कानुन जाँदा नि सोध्नुहुन्छ क्या मलाई
म नि फोन गर्छु आमालाई चाहिँ। तर आमाले गाउँमा हुन्छ, गाउँमा भएपछि मेन त आमाको के प्रब्लम, गाउँमा नेटै छ टिप्दैन है राम्रोसँगले। अनि फोनमा ब्यालेन्स हुँदैन कहिले मसँग, भयो नि कहिले एनसेलको मेरो सिम, मम्मीको एनटिसी, यस्तो काटिदिन्छ एकैछिनमा त बोल्न पाउँछ। सन्चै छ, सन्चै छु भन्ने राख्यो। अब जङ्गल उयो त पिचबाट भेटिन्छ बल्ल राम्रो अलिकति। ओहो ओहो सरी, मेरो बाइक देखिने अगाडि खल्टोहरू छ, देखिँदैन यार। यत्रो त डुलो पऱ्यो यहाँ। यता तत्रसम्म चाहिँ लास्ट बिच यस्तो बाटो छ क्या, त्यहाँदेखि त त्यो उकालो बाटो अस्ति अघि आएको बाटो चाहिँ राम्रो छ क्या। यहाँ त हात दुख्छ नि लास्ट, यता त हात दुखाउँछ लास्टै। लास्ट ठुल्ठुलो पल्टे नि यार, अलिक सानो भए पो बिआर बाइक डट बाइक मात्रै यहाँ त ठिक हुन्छ, त्यो भएर चाहिँ थाहा हुँदैन फेरि पलाएको नि। यस्तो क्रुजर बाइकले त मजाले थाहा पाउँछ, भाग ठोकिन्छ। अनि झिकझिक भएर कुदाउनै पऱ्यो, के गर्नु, पल्छ जाँदा त्यतै पल। आफ्नो हात दुखिसकेको छ नि त यहाँ मेरो, कुदाउनु 220 82 150। अब राम्रो बाटो आयो, उठेला म। चाक लास्ट दुखायो क्या, चाकै दुखायो क्या। यो जङ्गल हो, यो चाहिँ पुरै हरियो त के हुन्छ, अहिले त फुलिसकेको छ पुरै। बर्खामा चाहिँ पुरै हरियो हुन्छ यो जङ्गल, शीतल हुन्छ यो भित्र चाहिँ। तपाईँले हेर्न सक्नुहुन्छ कति राम्रो छ जङ्गल भनेर। अहिले चाहिँ पात झरेछ नि त, त्यही भएर हरियो पहेँलो भइसक्यो, न त हरियो हुन्छ कि जङ्गल। रातमा उज्यालो छेर तिमीलाई देखेर मनमा रहेर। 4-11 में हिँडेको छु, बिस्तारै 40 स्पिडमा 4-11 में हिँडेको छु म। रोक्नु हुँदैन, टक्नु हुँदैन। यहाँ त हिरो हो नि उहाँहरू त, हिँड्नु थाल्यो त। यहाँ त उसो नि त, किनकि यो त अनि चेकिङ नै हुँदैन क्या, पुलिसै छैन यता। पर चोकमा अघि भएको ठाउँ चोकमा कि त माथि धरान जानुपर्छ, धरान चोकमै। यो भित्रको गल्ली बाटोहरू होइन त, बाटो चत्र मेन बाटो नि, मेन त बाटो यो, तर चेकिङ बसेन खासै यहाँ, कहिले कहिले बस्छ अरे। सालोले भनेअनुसार चाहिँ, सालो चाहिँ यता हुने रहेछ नि त, ऊ रविले भनेअनुसार चाहिँ कहिले कहिले चेक पर्छ अरे यहाँ औसीपुर नै। ए दाजु बिस्तारै, म त फेरि सोझो मान्दैछु नि, फेरि सोझो मान्दैछु फेरि म त। 3 बज्न लाग्यो, 3:30 ठिक्कै 3:30 पुग्छु भनेको थिएँ नि, 3:30 पुग्छु। 3 बज्न लाग्यो, 3 बजे भन्दा नि 59 भयो। 3 बजे भयो, 3 बजे भयो। 3:30 आधी घन्टा त लाग्छ, बिस्तारै जान्छु नि त। बजे नि छ बाटो त, पुलहरू तार्नु भएको छ 2 दिन त। ओइ 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 ओइ, कता कता हो, कता कता हो बाटो नि खोइ। गाह्रो छ। सारा डल्लो लम्बै सिरायो नि धन्यले यार। यत्रो खल्लो छ नि, गएर गर्दो नि नदेखि ठुलो भए पो देखिन्छ, सानो सानो अनि गह्रो छ क्या।
सिम्बल ल्याम्मै छेड्छ भाइ देखिँदैन यो सोच अनि कहाँ हुन्छ जाने हामीले रोक्नु हुँदैन अरूले टोक्नु हुँदैन पुताली स्टोरी रहने ल्याम्पमै टाँसिन्छ क्या सबै च्यान घर है गाइस यो चाहिँ च्यान घर यो पुरै च्यान छ यहाँ च्यानहरू धेरै मान्छे राईहरू छ नि त यहाँ र च्यान घरी बनाएर आउँछ यहाँ धेरै जस्तो हेलो हाई गर्दै हेलो ए हाई गरिदिएर बटालेर एकछिन ओहो पुल आइपुग्यो यो चाहिँ पुल हेर्न सक्नुहुन्छ यो चाहिँ पुरै उता पर पिटारहरू छ यार यहाँदेखि त्यो बाल्लोगिरी चोर छ नि यहीँबाट हो क्या यहाँबाट चोर रहेछ अनि हल्का हाम्रो सरले चाहिँ एकदम बन्द गर्नु भएको रहेछ त्यो राम्रो हो होइन अनि सरकारकै उसो हो यो प्रपर्टी हो होइन जनताको भन्नु मिल्दैन सबैले कि त सबैले पाउनु पऱ्यो कि त सबैले पाउनु पर्यो भएन क्या यो उसले यहाँदेखि निकाल्दै बेच्दै गरेको थियो पहिला अहिले चाहिँ त्यसो छैन भन्ने कुरा सुन्ने आएर त्यो न्युजहरूमा आएर हुन्छ होइन त्यस्तो हेरौँ त्यही नै अब मान्छे के हो क्या चोरिन्छ त्यसै गरी बिचेर गएर म चाहिँ के भन्न चाहन्छु म धेरै नगरौँ किनकि सरकार हाम्रै हो हाम्रै लागि गरेको हुन्छ होइन तर कोही कोही चाहिँ लास्टै नराम्रो सरकारहरू हुन्छ यहाँ चाहिँ अब हल्का सरले गर्ने होला अब उहाँले राम्रै गर्नुहुन्छ भन्ने आशा हो अहिलेसम्म राम्रै गर्नु भएर अहिलेसम्म चाहिँ होइन त्यो ब्याड न्युज चाहिँ सुनेको छैन अहिलेसम्म मैले जे अलिक धेरै गऱ्यो नि अब काम गरेछ अब काम गयो भएर क्या हामीलाई अब बोल्नेमा त धेरै भयो भने त के गर्नु बोले काम गरेन भने त झ्याउ हुन्छ बरु बोलोस् नि काम नै गरोस् के हुँदा काम नै हुनु पऱ्यो बोलाउनु पऱ्यो क्या होइन त्यसमा सबै चट्टा खोजेर त कहाँ हुन्छ त नि हामीबाटै त्यस्तो काम हुँदैन अनि हामीसँगै नहुने काम अरूसँग खोजेर हुन्छ त त्यो हो नि त कुरा नि हुने काम नै नगऱ्यो भने चाहिँ त्यसमा चाहिँ बोल्नुपर्छ क्या फेरि बोल्नुपर्छ त्यस्तोमा चाहिँ फेरि होइन यो चाहिँ रेलवे भन्छ यसलाई पहिला मेरो बुढी यता बस्नु भएको अरे रेलवेतिर बस्नु भन्थ्यो अरे पहिला अहिले चाहिँ आफ्नो घर बनाइसक्यो होइन पहिला भाडा बस्दा चाहिँ यता बस्नुहुन्थ्यो अरे रेलवेतिर यो रेलवे भने यो होइन ठाउँ त राम्रो छ ठाउँ रेलवे शान्त वातावरण छ यता नि शान्त वातावरण छ होइन अनि सस्तो नै छ हरेक कुराहरू राम्रो नै पाउँछ सस्तो नै पाउँछ मेन त यहाँको मनपर्ने त मलाई सब्जीहरू क्या एकदम यस्तो राम्रो पाउँछ क्या फ्रेसहरू एकदम फ्रेस सब्जीहरू छ होइन अनि आफूले चाहिएको सबै सब्जी पाउँछ क्या पोखरा चाहिँ एउटा चिपाने एउटा पाउँदैन होइन यहाँ चाहिँ सबै पाउँछ यहाँ चाहिँ एउटा उता चाहिँ एउटा चिज पाउँदैन एउटा चिज पाइँदैन एउटा बिग्रेको हुन्छ कुनै चिज स्टोर गरेर राखिरहेको हुन्छ त्यही नै अनि यहाँ चाहिँ त्यस्तो स्टोर छ खासै गरेर राख्दैन यहाँ चाहिँ फ्रेसै झर्छ त्यस्तै बिग्छ क्या फेरि यहाँ नि ठाउँमा जति धेरै सेल भयो त्यति धेरै सामान आउने जस्तै हो क्या कुरा नि होइन
मार्केट एकचोटि बिग्रियो भने बिग्रिन्छ कि सधैँ बिग्रिरहेको छ कि त्यो एकचोटि बन्यो भने बनिरहेको छ सधैँ त्यस्तो खालको मार्केट हो कि सब्जी मार्केट भने त्यस्तै हुन्छ क्या किन बजायो हरन त्यत्रो धरान पुगेँ म त अब धरान यो अब एरिया धरानै हो यो म यतापट्टि चाहिँ यहाँबाट यता गयो भने चाहिँ यता हाम्रो चोक जान्छ के भन्छ मैले नाम बिर्सेँ यार यताको मङ्गलबारे चोक भन्छ पहिला भाइ मङ्गलबारेमा बस्नुहुन्थ्यो मेरो बुढी मलिना आउँदैछ उसलाई आज चाहिँ तल जानुभएको छ सरेर घर बनाएर होइन नयाँ घर बनाउनु भयो नयाँ घर बनाएर सर्नु भयो त्यही भएर मलाई बोलाउनु उठै जान्छु म चाहिँ तलतिर घोपा केम होइन अनि उठै जान्छु किनकि अब यहाँ मङ्गलबार गएर त के गर्नु होइन कोही त छैन कोही तलतिर जान्छु म पर्देखि तलतिर जस्तो लाग्थ्यो कि यहाँदेखि यता गएर तलतिर जस्तो लाग्थ्यो कि मलाई जहाँसम्म म हराउँदै जाला सायद पुग्नु त यहाँ हाम्रो राईको एकदम फेमस चिन्डो राखिराख्नु भयो यहाँ होइन चिन्डो चोकै होला यता बाबु भन्छ हाम्रो भाषादेखि के भन्छ पारबाट चिन्डो भन्छ हाम्रोदेखि बाबु सोहैवा भन्छ सोहैवा लोहैवा के भन्छ हौ के भन्छ धेरै छ नाम यसको राईको धेरैवटा नाम छ यसो राईले बोलाउने थ्याङ्क्स फर भिजिटिङ धरान 18 रे ओहो म त सधैँ आइरहेको छु कति भिजिटिङ गरेको छु मैले थाहा मेरो बुढीको फोटो छ कि यहाँ खिचेको यहाँ यो भाँसको मुनि फोटो खिचेको छ क्या क्लास आउँदाखेरि केटी मसँग साझै नि त्यो फोटोहरू पुरा हिँडेको फोटो खिचेको है साथीसँग जान्थ्यो मलाई पठाइहाल्थ्यो कि खिच्ने बित्तिकै अगाडिदेखि हो यहाँदेखि त होइन अझै अगाडिबाट अलिक अगाडिबाट ओह्रालो जानुपर्छ म चाहिँ परबाट यहाँ तलतिर यहाँदेखि म चाहिँ ओह्रालो लाग्छु यहाँदेखि मेरो तलतिर हो मेरो गन्तव्य चाहिँ धरान आइपुग्यो है म चाहिँ गएँ अब चाहिँ म ससुराले हिँडेको मलाई थाहा छ किनकि बाउँदै गरेको बेलामा धेरैचोटि घर गएको छु तल होइन थाहा छ कहाँ तल छ भनेर त्यो तल सिधै जान्छु म चाहिँ घरै को हुनुहुन्छ अहिले दिदीहरू हुनुहुन्छ अरे दिदी अनि साली हुनुहुन्छ कि सायद कि साली उतै होला उता ज्वाइँसँगै होला सायद सट्ट भएसँग होला उतै होला भनेपछि दिदीहरू हुनुहुन्छ होला सेलिन दिदीहरू हुनुहुन्छ होला जानुपर्छ अब थाहा कि आफ्नो ससुराले आउनै पर्यो आफ्नो ससुराले हो एक भाइ नै हो म त ज्वाइन हो अनि मै आएन भने त को आउँछ तँहरू कोही छैन मेरो माया हजुर तिमीलाई 3 लाइन पेट्रोल छ भने चाहिँ 2 लाइन बचेको भनौँ न 2 लाइन चाहिँ बचेको छ मेरो पेट्रोललाई फुल ट्याङ्की हानेको थिएँ मैले भन्नाले पुग्दैन अलिक पुग्दैन के धरान त एक ट्याङ्की फुल्ले त झन् झन् पुग्दैन क्या यहाँ पोखरीको धरान हुँदा त टाढै छ नि त बाटो यहाँदेखि भित्र हो अब यहाँ तलबाट उताबाट हो यहाँदेखि त होइन घुमेर आउनु नि त के भन्दा नि तल गयो नि घुमेर आउँला यो तल चाहिँ मेन हाइवे भयो यो त्यो हाइवेकै छेउमा घर त थाहा मलाई घरमै यो हाइवे देखाउँछ तपाईँहरूलाई अनि आउँछ घुमेर है तलबाट छिर्नु अलिकति झ्याउ छ क्या नत्र छिराइन्छ तलबाट यो चाहिँ मेन हाइवे अहिले बनाएको नयाँ बनाएर यहाँ तर राम्रो एकदम बाटो चाहिँ राम्रो छ भन्छ के अरे मान्छेले होइन यस्तो राम्रो बाटो बनाएको नि यस्तो खतरा बाटो नि फेरि यहाँ यो भित्र हो कि तर जाँदैन यहाँदेखि अप्ठ्यारो छ कि बाटो माथिबाट जान्छु म माथिबाट सजिलो हुन्छ यो चाहिँ आर्मी क्याम्प पहिला म यहाँ आएको छु आर्मी क्याम्पमा यार त्यो एउटा भेनाको डेट हुँदाखेरि म आर्मी हो भेना डेट भएर आएको छु कि म यहाँ आर्मी क्याम्पमा यहीँ सुतेको एकचोटि त यार आर्मी उसमा क्याम्पमै सुतेको म एकचोटि त यार त्यहीँ सुत्यौँ हामी साथीहरूसँग पनि थियौँ यहीँ सुतेर गएको अनि
भित्र जान्छु म हेरेको छ अब चाहिँ पुग्छु म पुगेको भन्नु न फाइनल्ली पुग्यो भन्दा नि भयो यहाँ पर हो यहाँ अगाडिबाट भित्र जानुपर्छ मच्चै यहाँ तल घरहरू देखिरह यहाँदेखि भित्र हो गन्तव्य भित्र हो ससुराली खतरा च्वाक घर बनाएको नि हाम्रो ससुरालीमा थाहा छ मेरो बुढी स्टेट यो यही हो तल्लोपट्टिको हो यो देखाउँछु तपाईँलाई भित्र लैजाउँ गाडी कोही छैन गेट खुलेर रहेछ यही हो मेरो ससुराली आइपुगेँ म फाइनली ससुराली आइपुगेको अवस्था ल बाइक आराम गर्नु सक्यो त यार गाई ससुराली आइपुग्यो होला कोही छैन कि हो आठ ल राम्रो बनाएको नि रिजन त अनि भित्र गएको छैन जाम है त अब माथि हल्ला गर्दैछ माथि हुनुहुन्छ म त घुस्दिन्छु नि फेरि सेलिन दिदी नमस्ते ती चिनेन क्या फुपाजुलाई चिनेन फुपाजुले नचिनेको म को फुपाजु कुन फुपूको फुपाजुमा कुन फुपाजुको फुपाजु हजुर आज आएको थारै चाट के पो दादाहरू आएको नि र आज